भगवान शब्दले पुकारा गर्न मिल्छ, उच्चारण गर्न मिल्छ। चैत्र मासे शीते पक्षे किम नाम एकादशी भवे। चैत्र महिनाको कृष्ण पक्षको परम पावनी एकादशी कस्तो हो हजुर सुनाइ बक्सियोस्। र अरू पनि सोध्नु उहाँले को विधि, एकादशीको विधि के हो, किम फलम, एकादशीको व्रत गर्नाले के फल प्राप्त हुन्छ हैन। तस्य कथयस्य प्रसादतः, प्रसन्नतापूर्वक नलुकाइकन भनिदिनुहोस्, प्रसन्नतापूर्वक भन्नु, प्रसादतः कथयसो, जहिले पनि प्रसन्नतापूर्वक भन्नुहोस्, प्रसन्नतापूर्वक भन्नुहोस् भन्ने कुराहरू आउँछ। यो प्रसन्नता किन जरुरी छ भनिदिए त भइगयो नि त्यसै पनि हैन। तर पनि प्रसन्नतापूर्वक भन्नुहोस् भन्नाले कस्तो हुन्छ, दुध लुकाउने गाई जस्ता हुन्छन् क्या गुरुजीहरू पनि। दुध लुकाउने गाई 3 चोटि बाछो लगायो भने अझ सुरुक्क तानिहाल्छ, कहाँ लुकाउँछ, फेरि बाछो लगायो 2 सर्की दिन्छ, फेरि सुरुक्क लुकाइहाल्छ। किनकि चित्त बुझेन भने गाई टन्न अगाएको छैन, गाईलाई त्यो मालिकसँग चित्त बुझेको छैन भने त्यसको बानी बिग्रिसकेको हुन्छ। हो त्यस्तै गरी भक्तहरूसँग चित्त बुझेको छैन, भक्तको रङ्ग ढङ्ग रीति चाल चलन हिँडाइ डुलाइ बोलाइ बुझाइ उठाइ बसाइ सबै चिजहरूमा यी ढङ्ग रङ्गका छन् भनेदेखि गुरुजीहरू पनि दुध लुकाउने गाई जस्तै लुकाइदिन्छन् ज्ञान। यसो भएको हुनाले प्रसन्नतापूर्वक भन्नुहोस्को तात्पर्य नलुकाइकन भन्नुहोस् हजुर हाम्रो कल्याण कसरी हुने हो। हजुरले पनि दुध लुकाइदिएपछि ज्ञान लुकाइदिएपछि हामी कहाँबाट जान्न पाउने हौँ र दया गर्नुहोला भन्नका लागि जहिले पनि गुरुहरूलाई सोद्धाखेरि प्रसादतः कथयसो, खुसी भएर सुनाउनुहोस्, खुसी गर्नु जरुरी रहेछ नि त। जब हामी ज्ञान आर्जन गर्न चाहन्छौँ भने ज्ञान जतिको महँगो चिज केही पनि छैन। यो संसारमा सबैभन्दा महँगो चिज भनेको ज्ञान। अब त्यो महँगोको हाम्रा लागि त अहिले मूल्य छैन, त्यसको केही मतलबै छैन। ज्ञान भने त बस गल्ली गल्लीमा ज्ञान, बाटै बाटोमा ज्ञान, घर घरमा ज्ञान, सबैलाई ज्ञान बाँडेका बाँडे छन्, जान्नु कसैले पनि छैन, बाँडेका बाँडे छन्। बाँडेका सस्तो छ क्या एकदम। जो अत्यन्तै महँगो चिज हो, जो अत्यन्तै महत्त्वपूर्ण चिज हो, जो जीवनको लागि अपरिहार्य चिज हो, त्यही चिजलाई सस्तोमा बेचिरहेका छौँ हामीहरू। गल्ली गल्लीमा, घर घरमा, बाटा बाटामा, साथीमा जहाँसुकै ज्ञान बाँडे छन्, सस्तो छ, मजा छ। हो त्यही कारणले के भयो त भन्दाखेरि भन्नुभयो नि नारदजीले भागवत महात्म्यमा तपाईँहरूले सुन्नु होला। कारिता कणलोभेन कथासारस्ततो गतः पण्डितास्तु कलत्रेण रमन्ते महिषा एव पुत्रस्य पादने दक्षा अदक्षा मुक्ति साधने। मुक्तिको साधन के हो त्यो कुरा देखाउन सामर्थ्य नभएका अल्पज्ञ धनका लोभी ब्राह्मणहरूले घर घरमा धन कमाउनका निमित्त जब ज्ञान सस्तोमा वितरण गर्न लागे, त्यो ज्ञानको सस्तोपन भएर कसैले पनि त्यसलाई महत्त्व दिन छोडे र सबैलाई आत्मनाश भयो। कसैले पनि बुझ्न सकेन, जीवन बुझ्न सके। त्यसैले ज्ञान महँगो हुनुको कारणले गर्दाखेरि उहाँले भन्नुहोस् प्रसन्नतापूर्वक भन्नुहोस्। मतलब पहिला गुरु शुश्रूषा विद्या भन्छ। ज्ञान भन्ने चिज गुरुको सेवाद्वारा प्राप्त हुन्छ। सेवा गरेर सेवाद्वारा प्रसन्न बनाएर रिझाएर फुरुङ्ग पारेको छ भने अनि बस गर्दै भयोभरिको जम्मै गाईले दुध छोडिदिए जस्तो जम्मै ज्ञान लो भाइ उदा तिमीहरूकै लागि धरि मेरो के छ र भन्छन् र दिन्छन्। अनि त्यहाँ कचकच भयो, टेढामेढा भए, उल्टाफल्टा भए, आज भन्यो त्यही, भोलि भन्यो त्यही, 1000पल्ट दोहोऱ्याएको कुरा पनि फेरि आफ्नो बानी छोड्दैन। नानी पोइले कुटे कुट्ला भन्दै गीत गाउँदै नाच्यो भने अनि त्यस्ता भक्त यी उँभो लाग्ने होइन, यिनका चक्करमा पर्नु हुँदैन भनेर गुरुजीले दुध लुकाउन थाल्छन् है। मजाले दुध गरी दोहेर खान मन छ भनेदेखि लायक हुनु पर्यो, दिनदिनैका कुराहरू सुन्नु पर्यो, सुनेका कुराहरूलाई जीवनमा फलो गर्नु पर्यो। अनि हो यो त हाम्रो लागि हो भन्ने कुरालाई बुझिदिने ज्ञानी भक्त भयो भने गुरु पनि ज्ञानी हुन्छन्। अब भक्त चाहिँ टेढामेढा भए, आफ्नै मनका जहाँ मन लाग्यो त्यहीँ दौडेका छन्, जे मन लाग्यो त्यही गरेका छन्। केही सोध्नु छैन, पुछ्नु छैन, जान्नु छैन, के हो ठिक के हो बेठिक, के गर्ने हो के नगर्ने हो, त्यो गर्न ठिक हो भने मतलबै छैन। आफ्ना मनका सबै जब मनका भएपछि त गुरुजी छन् 60 किलोका, चेलाहरू मनका भयो भने अनि के हुन्छ त गुरुहरू पनि 60 मनका छन्, उनीहरू 20 किलो बढी भारी भइदिन्छ। हो त्यसो भएको हुनाले यो कुरा चाहिँ बुझ्नुपर्छ। ज्ञान पाउनु त्यति सजिलो छैन। त्यसो हुनाले ब्रजका गोपीहरूलाई सोधे सबैभन्दा दानी को हो, सबभन्दा ठुलो दान के को हो भनेर भन्दाखेरि के भन्नु जान्नुहुन्छ? सबभन्दा ठुलो दान के को? कोही कन्यादान भन्नु होला, कोही गोदान भन्नु होला, कोही सुन दान भन्नु होला, कोही जमिन दान भन्नु होला, कोही चाहिँ अर्को दान भन्नु होला, अन्नदान भन्नु होला। सबैभन्दा ठुलो दान के हो कसले जान्नु भएको छ? सबैभन्दा ठुलो दान के हो भन्दाखेरि भगवानका निमित्त, ज्ञान प्राप्त गर्नका निमित्त, गुरु शुश्रूषा गर्नका निमित्त, कथा सुन्नका निमित्त जसले आफ्नो अमूल्य समय दान गर्छ, भगवानका दिव्य अमृत कथाहरूलाई सुन्नका लागि समय हुनु पर्यो। त्यस्तो प्रकार मन लगाए। त्यस कारणले भनेको हो लोमस ऋषिले भन्नुभयो। यसरी सोधिसकेपछि लोमस ऋषिले अब उनको उत्तर दिनुभयो। खुसी भएर भन्नु कुरा त राम्रो राम्रो भनिदिन्छौँ हामीहरू, नलुकाइकन दुध लुकाउने बानी छैन। तर तपाईँहरू त्यो दुध मन पराउनुहुन्न कि यो समस्या तपाईँहरूमा छ। सायद त्यस्तो लाग्छ मलाई। हुन त हामीहरू पनि कैयौँ कमजोरीहरू होला, कैयौँ तरिका ढङ्ग नपुगेको होला, तपाईँहरूले हाम्रो कुरा सम्झाउन नजानेको होला।
तर पनि तपाईँहरूलाई लुकाएको हुँदैन यहाँ कुरा चाहिँ। अरू जति दुध लुकाउने गुरुहरू छन् त्यस्तो चाहिँ यहाँ छैन। यहाँ फाङफुङ छ सबै कुरा, एकदम सफा रूपमा यसरी चाहिँ हुन्छ भनेर सफा रूपमा भनिएको कुरालाई पनि तपाईँहरू मान्दिनुहुन्न। त्यो छ समस्या। अलिकति कहाँ छ समस्या हो यहाँ बिचमा, कहाँ बिचमा त्यो समस्यालाई हटाउनुपर्छ। अनि तपाईँहरू धेरै भाग्यमानी बन्नुहुन्छ, भगवानको कृपा पात्र बन्नुहुन्छ। अनि त्यो बिचको अलिकति कहाँनिर बिचमा अलिकति गडबड के भइरहेछ भने कहाँनिर त्यो गडबड तार छुटेको चाहिँ जोड्नुपर्छ है। कहाँनिर छुट्याएको छ त्यो तार, बत्ती बल्नमा के कमी हो, कहाँनिर कमजोरी रह्यो। श्रेताम राज शार्दूल कामदा सिद्धिदा तथा कथा विचित्रा शुभदा पापहा धर्मदायिनी। कति राम्रो कुरा पहिले भन्नुभयो लोमस ऋषिले। अब पहिला लोमस ऋषिको पनि परिचय गराइदिइहाल्नु होइन। लोमस भने किन हो त, उनको नाउँ लोमस किन भयो? निमित्त आयु छ उनको। निमित्त आयु भनेको कस्तो त भन्दा जनकपुरमा धनुष भङ्ग भयो भने मात्रै अनि के हुन्छ त भन्दा धनुष भङ्ग भए मात्रै सीताजीको विवाह हुन्छ। बुझ्नुभयो नि? सीताजीको विवाहको लागि निमित्त के छ त भन्दाखेरि शिव धनुष छ। जसले शिव धनुष भाँच्दछ उसले मात्रै सीताजीलाई विवाह गर्न पाउँछ। त्यो विवाहको लागि निमित्त हो। कंसका दरबारमा राखिएको विष्णु धनुष जतिखेर टुट्छ त्यो धनुष टुट्ने बित्तिकै मात्रै अनि कंसको आयु नष्ट हुन्छ र कंस मर्छ। हो यसरी यो उसको आयु चाहिँ त्यहाँ निश्चित गरिएको हुन्छ। त्यो निमित्त भयो भने अनि मात्रै मर्छ भनेको हुन्छ, अथवा त्यो कार्य सिद्ध हुन्छ भनेको हुन्छ। हो त्यसलाई चाहिँ निमित्त आयु भनेको हुन्छ। त लोमस ऋषिको पनि निमित्त आयु कस्तो छ त भन्दाखेरि एक ब्रह्माजीको आयु पुरा भयो भने, अब ब्रह्माजीको आयु कति लामो हुन्छ भन्नु जान्नुहुन्छ कोही? ब्रह्माजीको आयु कति लामो हुन्छ त भन्दाखेरि जस्तो 4,32,000 वर्षको कलियुग, त्यसको 2 गुणा द्वापर, त्यसको 3 गुणा त्रेता, 4 गुणा सत्य। यसो गरेर सत्य त्रेता द्वापर कलि 1, सत्य त्रेता द्वापर कलि 2, यसो गरेर 71 पल्ट 4 युगहरू 71 पल्ट घुम्यो भने, चक्कर लगायो भने 71 चक्कर 4 युगले लगाउँदाखेरि बल्ल के हुन्छ त भन्दाखेरि त्यसमा एउटा मनुले शासन गर्छ है। एउटा मनु, त्यस्ता 14वटा मनुहरूले शासन गर्यो भने ब्रह्माजीको 1 दिन हुन्छ। हिसाब गर्नु, क्यालकुलेटर गर्नु कति वर्ष हुन्छ है, त्यही हिसाबले गर्दै जानु। अनि त्यसपछि त्यही अनुसारको अब 1 दिन भयो, 14 मनु बराबरको ब्रह्माजीको 1 दिन भयो। त्यति नै लामो रात्रि भयो। दिन रातको हिसाबले यसरी 365 दिनकै ब्रह्माजीको पनि 1 दिन हुन्छ, 1 वर्ष हुन्छ। अनि त्यो 1 वर्ष अनुसारले ब्रह्माजीको आयु त्यस हिसाबले चाहिँ उनको 100 वर्ष आयु छ। यसरी पुरा 100 वर्षको आयु भोगिसकेको एउटा ब्रह्मा मर्यो भने, एउटा ब्रह्माको आयु पुरा भयो भने उनको शरीरको 1 रौँ मात्रै झर्छ। 1 रौँ मात्रै झर्छ। लोमस ऋषिको 1 रौँ, लोमस ऋषि लोम 1 रौँ मात्रै झर्छ। ती शरीरका जम्मै 72,000 रौँ झरिसकुन्जेलसम्ममा उनको आयु पुरा हुन्छ बल्ल। भनेपछि कति लामो आयु पाएको त्यो हिसाब गर्नु होला। घर गएर क्यालकुलेटर जान्नु भएन भने फेरि दोबारा भन्ने हो। त्यति लामो आयु पाएका हुनाले लोमस भनेर उनलाई भनेको हो है। त्यस्तो प्रकारका ऋषि हुन्। अब उहाँलाई सोधेको मानधाता त्यस्तै प्रकारका चक्रवर्ती राजा पितृबाट जन्मेका हुनुहुने, युवनाश सो राजाका पुत्र हुने। अब उहाँले सोध्नु भन्नुभयो सूर्यताम राज शार्दूल कामदा सिद्धिदा तथा यो एकादशी कस्तो हो त भन्दा 2 चिज दिन्छ अरे। के दिन्छ? कामदा सिद्धिदा। 2 कुरा छन् यो संसारमा है हामीलाई प्राप्त गर्नुपर्ने। तपाईँ धर्म गर्दै हुनुहुन्छ, तपाईँ धर्म मार्गमा लाग्नु भएको छ, तपाईँ के पाउनका लागि लाग्नु भएको छ त्यो तपाईँसँग हुन्छ कि त्यो सङ्कल्प हुन्छ। या त तपाईँ यही संसारका कामनाहरू पूर्ति, लौकिक कामनाहरूलाई पूर्ति गर्नका लागि धर्म कर्म गर्दै हुन्छ। छोरो चाहियो, धन चाहियो, घर चाहियो, मोज चाहियो, मजा चाहियो, निरोगी आरोग्य चाहियो, आयु चाहियो, सबै मलाई आनन्द मस्ती हो सबै प्रकारको भन्ने कुराको लागि तपाईँ धर्म गर्नुहुन्छ भने त्यो कामदा हो। कामनाहरू मात्रै पूर्ति गर्नका लागि तपाईँ गर्दै हुनुहुन्छ भने त्यो काम वासनाले गरिएको व्रत भयो, पूजा भयो, धर्म भयो। अब सिद्धिदा भनेको सिद्धि कस्ता छन् भने धर्म अर्थ काम मोक्ष 4 प्रकारका महापुरुषार्थहरू हुन्। यी पुरुषार्थहरू प्राप्त गर्न सफल भयो भने सिद्धि प्राप्त भयो। यो सिद्धि हो। तपाईँले के चाहनुहुन्छ त? तपाईँ अरू केही चाहिएन मलाई। यो दुनियाँ त एक दिन आयौँ, कतिचोटि आयौँ, कतिचोटि गयौँ, एक दिन छुट्छ। यो यहाँ आउँदा रित्तै आउनुपर्छ र जाँदा पनि जे मिलेको छ यहीँ छोडेर जानुपर्छ भने चाहिँ यहाँका चिजमा अल्मलिनु मेरो लागि ठिक होइन भनेर त्यो बुद्धिमत्तापूर्ण निर्णय गरेर तपाईँ मलाई हे भगवान् हजुर प्राप्त भयो, मलाई सब चिज पुग्यो, मलाई मुक्ति चाहिएको छ, अरू यो दुनियाँको केही चाहिएन, बरु केही नदिनुहोस्, बरु यो जीवनभर रोएरै पनि बिताउँला, तर अब दोबारा यो संसारमा रुनका लागि मलाई नपठाउनुहोस्, कहिल्यै रुनु नपरोस्, त्यस्तो मलाई बनाइदिनुहोस् भनेर गर्नुहुन्छ त्यो सिद्धिदा हो। अब एकादशीले तपाईँका गरेका व्रतहरूले, तपाईँका गरेका पूजापाठ धर्मले दिन त दिन्छ, तर तपाईँ के चाहनुहुन्छ त्यही दिन्छ क्या। फेरि त्यसो छ कुरा। तपाईँ कहाँनिर चुक्नुहुन्छ? यदि तपाईँ संसारकै कुरा मागेर त्यसैमा मक्ख पर्नु भएको छ भने तपाईँलाई फेरि मुक्ति छुटिहाल्छ नि। फेरि मुक्ति सिद्धि चाहिँ छुटिहाल्छ। त्यसमा कामनाहरू सिद्ध गर्ने हो अथवा मुक्ति प्राप्त गर्ने अथवा सिद्धि प्राप्त गर्ने, यी 2टा कुरा निर्णय तपाईँले गर्नुपर्छ।
धर्म गर्दैखेरि पहिल्यै सङ्कल्प आफ्नो मनमा त्यो हुनुपर्छ। अब चाहँदाखेरि तपाईँले धर्म गर्दाखेरि जम्मै काम पूर्ति गर्नका लागि गर्नुभयो अनि पछि चाहिँ मुक्ति देऊ भन्दाखेरि त्यो मुक्ति फेरि पाइँदैन। यो कुरा विचार गर्नुपर्छ। त्यसमाले के चाहने हो, धर्म गर्न सजिलो छ नि त। उही कुराले उही कामले सबै कुरा प्राप्त त हुन्छ, तर तपाईँले गर्न जान्नु भएन भने हुँदैन। गर्न जान्नुपर्छ क्या, त्यही कुरा। त्यही चामलबाट सेलरोटी पनि बन्छ, त्यहीबाट माडा बन्छ, त्यहीबाट चाहिँ फुलेरा बन्छ, खिर बन्छ, चामल बन्छ, त्यसैबाट दुनियाँ चिजहरू सबै बन्छ। तर तपाईँ बनाउने के हो, त्यही सङ्कल्प गरेर त्यही रीति तरिकाले तपाईँले त्यही चामलबाट बनाउनुपर्छ। त्यसो भने कर्म तपाईँको त्यही नै हो, त्यही कर्म गर्नुपर्छ। त्यही पूजा, त्यही पाठ, त्यही ध्यान, त्यही व्रत, त्यही दान, त्यही जप, त्यही तप, त्यही दुनियाँदारी सबै कुरा जे गर्नुहुन्छ तीर्थ व्रत सबै त्यही नै हो। तर त्यसैबाट तपाईँले के बनाउने हो भन्ने कुरा तपाईँले बनाउनुपर्छ। बनाउने जिम्मेवारी हाम्रै हो। त्यसो हुनाले भगवान्ले भनेको कर्मण्येवाधिकार छ, कर्ममा तेरो अधिकार। तर कर्म गर्दा कुन सङ्कल्पपूर्वक तैँले कर्म गरेको छस्, पछि फल दिने बेलामा तैँले चुप लाग्नुपर्छ। त्यो मैले जे कर्मको जुन सङ्कल्प छ त्यही फल दिन्छु, तैँले सानन्द त्यसलाई भोग्नुपर्छ। यो नियमलाई बुझ्नुपर्छ हामीले। यो बुझ्यौँ भनेदेखि अनि धर्म गर्न पनि सजिलो र सफल हुनु पनि सजिलो। बुझेनौँ कुरा भनेदेखि फेरि अलमल हुँदैन, जहाँ बोल्छ त्यस पछाडि चाहिँ केही पनि बुझ्दैन, केही पनि पाउँदैन। चाहन्छ एक चिज, पाउँछ एक चिज, अनि त्यसपछि हुँदैन। यो दृढता तपाईँ हामीमा अनिवार्य रूपमा हुनुपर्दछ। अब यो दृढता आउँदैन भने हाय भन्यो, कहिले हावाले उडाउँछ, कहिले होइन, कहिले हुरी हुन्डरले उडाउँछ, कहिले बाढीले बगाउँछ हामीलाई। त हाम्रो त बानी कस्तो भइदियो भनेदेखि यो मनलाई बसमा गर्नै सकेनौँ हामी। चमत्कार कहाँ देखिँदैछ, हो हल्ला कहाँ भइरहेको छ, हावा कहाँ उडिरहेको छ, हुन्डरी कहाँ चलिरहेको छ, बाढी कहाँ आइरहेको छ, हामी त त्यसैमा बगिहाल्छौँ। हामीले जोगिनुपर्छ यो बाढी हो भन्ने कुरासम्म चिन्न सक्दैनौँ भनेपछि अनि तपाईँ हाम्रो चाहिँ सिद्धि कसरी प्राप्त हुन्छ। सिद्धि प्राप्त गर्नका निमित्त दृढता, एकदम परिपक्वता, निश्चलता, हल्लाउनु नसकोस् न कसैले, आफ्नो ठाउँबाट कसैले हल्लाउनै नसकोस्, जहाँ छ त्यहीँ छ, कसैले हल्लाउनै नसकोस्। त्यस्तो भयो भने अनि तपाईँहरूका कार्यहरू सफल हुन्छन्, तपाईँहरू भाग्यमानी हुनुहुन्छ। तपाईँको परिश्रम, तपाईँको मेहनत, तपाईँको लगानी त्यो कहिल्यै पनि खेर जाँदैन। कुरा बुझ्नु होला नि अलिकति, होइन? हो त्यस्तो। त्यसैले श्रेयताम राजसादुल कामदा सिद्धिदा तथा यो एकादशी कामना पनि दिन्छन् र सिद्धि पनि दिन्छन्। छान्नु तपाईँले पर्ने हो बनाए, छान्नु तपाईँले पर्ने। के छान्नुहुन्छ, तपाईँलाई के चाहिएको हो? अर्को कुरा के दिन्छन् यिनले, तथा कथा विचित्रा शुभदा पापहा धर्मदायिनी। अरू यो एकादशीको कथा पनि बडा विचित्र छ अरे। त्यो कथाले के गर्छ, एक दिन मात्रै कथा मात्रै सुन्यो भने त्यसले पनि दुई चिज दिन्छ अरे। सधैँ तपाईँले व्रत नियमपूर्वक गरेर त्यो आफ्नो सङ्कल्पपूर्वक गरेको छैन भने पनि कम्तीमा तपाईँले यो एकादशीको कथा मात्रै सुन्नु भएको छ भने त्यसले पनि दुई फल दिन्छ। फेरि ती दुईवटा फल के हुन्छ भन्दा तपाईँले कुन सङ्कल्पले फल कथा सुन्दै हुन्छ त्यही मिल्यो फेरि यहाँ पनि। अब तपाईँको सङ्कल्पै केही छैन भने केही पनि पाइँदैन। बिना सङ्कल्पको हावाहुरीमा त्यसै गरी लहे लहेमा आएर हिँड्यो भने अलिअलि त्यो पनि आएको थियो भनेर काहीँ न काहीँ यसो ज्वरो आउने बेलामा भयो, त्यसलाई ज्वरो नआएर भनिदिनु भगवान्ले। अथवा केही अप्ठ्यारो पर्दैछ भने कहाँ बिच्छी सर्प टोक्दैछ भने त्यता नजा भनेर बिच्छी सर्पलाई पन्छाइदिनु, त्यहाँभन्दा बढी पाउने। बिना सङ्कल्पको छ भने केही पनि पाउँदैन, सङ्कल्प छ भने कस्तो सङ्कल्प छ त्यही नै पाउने हो है। त्यो फल चाहिँ त्यसरी प्राप्त हुन्छ। फलमा त धेरै गाह्रो छ क्या। फल के मिल्यो भनेर पछि रुने होइन, मैले के मागेर रहेछु भन्ने कुरा पहिले नै बुझ्ने, म के माग्दैछु भन्ने कुरा पहिले नै, कर्मभन्दा पहिले नै। त्यस कारण यसले एकादशीको कथा मात्रै सुन्यो भने यसले दुईवटा काम गर्छ अरे। पापहा धर्मदायिनी, पापलाई नष्ट गर्छ र धर्म दिन्छ तपाईँलाई। धर्मको दान गर्छ, पाप नष्ट गर्दछ। पाप भनेको दुःखको कारण हो। तपाईँका जीवनमा आउने सामान्य जीवनयापनका लागि आइपर्ने दुःखहरूलाई, कष्टलाई दूर गर्छ। पाप दुःखस्य कारणम भनेको हुनाले पापलाई नष्ट गर्छ र धर्मदायिनी भनेको धर्म दिन्छ। धर्म चिन्नु भएको छ? अब तपाईँ हामीले गर्ने भनेको धर्म भन्छौँ। यो एकादशीको व्रत गरेपछि तपाईँलाई धर्म दान गर्छ, फलका रूपमा धर्म आउँछ। त्यो धर्म भने के हो त्यो चिन्नु भएको छ कि? धर्म के हो? कसैले धर्म चिन्नु भएको छ? हो, धर्म भनेको भगवान्। एकादशीको व्रत यदि तपाईँले भगवान् पाउनका लागि सुन्नुभएको छ एकादशीको कथा भने तपाईँको घरमा बेलुका भगवान् आउनुहुन्छ, मनमा भगवान् आउनुहुन्छ, हृदयमा भगवान् आउनुहुन्छ, धर्म आउँछ। यो एकादशीको व्रतले तपाईँलाई धर्म पनि दान गर्छ र तपाईँका पाप पनि नाश गर्छ। यो दुईवटा कुरा जान्नुपर्छ है। धर्म भनेको भगवान् हो, किनकि विष्णु सहस्रनाममा तपाईँ धर्म हो, धर्म विद्युत्तम भनेर धर्म 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 भनेर विष्णु सहस्रनाममा भगवान्को नाम धर्म। अनि महापुरुषहरूले इतिहासहरूमा के भन्नु, राम हो विग्रहवान धर्म, राम साक्षात् मूर्तिमान धर्म, कृष्ण धर्म सनातन, भगवान् कृष्णको नाम सनातन धर्म हो। यसरी शास्त्रले वर्णन गरेको हुनाले धर्म के हो त भन्दा भगवान्। तपाईँ हामीलाई भगवान् मिल्नु परेको छ जसरी पनि भन्ने सङ्कल्पले तपाईँ एकादशीको कथा श्रवण गर्न आउनुहुन्छ भने तपाईँको लागि भगवान् प्राप्त गराउँछ। एकादशी तपाईँलाई भगवान् दिन्छ, भगवान् एकादशीले दिन्छ तपाईँलाई। त्यसो भन्नु। अब कथा सुनाउँदै हुनुहुन्छ। मन लगाएर सबै कुराहरूलाई बुझ्ने हो भनेदेखि धेरै दिन बुझ्नु पर्दैन। हेर्नुहोस्,
र आफूलाई बलियो बनाउन र आफूलाई सम्हाल्नका लागि यदि सङ्कल्प गर्ने हो भने धेरै दिनदिनै सधैँ कथा सुनिरहनु पर्दैन। मैले मलाई सम्हाल्नु छ, यो जीवन मैले कसै गरी पनि खेर जान दिनु हुँदैन भन्ने तपाईँले मनमा दृढ सङ्कल्प गर्नुभएको छ भने तपाईँलाई धेरै सुनिरहनु पर्दैन, धेरै गरिरहनु पर्दैन। त्यति सजिलो छ भगवान्लाई पाउनु, आपत्ति छैन। तर तपाईँ हामी त हावा तालमा उडेर, बाढीमा बगेर, पहिरामा च्यापिएर, हामी त त्यो हुरीमा हुन्डरीमा उडेर त्यस प्रकारले हामी सकिएका हौँ। नभए त्यति आपत छैन त भगवान्लाई प्राप्त। भगवान् त हामीलाई मानव जीवनमा यहाँ पठाउनु नै भगवान्ले हामीलाई पाउनका लागि सङ्कल्प गरिसक्नु। अनि भगवान्का तर्फबाट कमजोरी छैन। कमजोरी कहाँ छ त भन्दा हामीमा छ। हामीले आफ्ना कमजोरीहरूलाई हटाउनै पर्छ यदि आफ्नो कल्याण चाहन्छौँ भने। चाहँदैनौँ भने मोजै छ, हावामा हिँडौँ, राम्रै छ, खान पाइहालिए, राम्रो पाइहाल्यो, छोराछोरी भइहाल्ला, रमाइलो होला, फेरि अर्कोपल्ट फेरि आऊ, फेरि त्यही खेल, फेरि त्यही खेल, चक्करमा चलिरह। पुरा चैत्र रथोद्देश्य अप्सरो गण सेविते वसन्त समये प्राप्ते पुष्पैराकुलिते बने। पहिले भन्नुहुन्छ चित्ररथ नाम गरेको एउटा देशमा अप्सरो गण सेविता, जहाँ गन्धर्व अप्सराहरूले सेवन गरेको छ, बडा सुन्दर छ, पवित्र छ, पावन छ, मनोरम छ। वसन्त समय प्राप्ते, अहिले ऋतु कुन आयो? चैत्र वैशाखमा वसन्त ऋतु। अहिले त कति राम्रा राम्रा वृक्षहरूले पनि चोला फेरेका छन्। सब पुराना लुगा फेरे, तपाईँ जसरी गोरामा अथवा दसैँमा नयाँ नयाँ लुगा फेर्नुहुन्छ त्यसै गरी सारा वन वृक्षहरूले, लतापत्रहरूले सबैले आज चोला फेरेका छन्। पुराना लुगा फेर्दै नयाँ पालुवा, कति कलकलाउँदा पालुवाहरू, कति सुन्दर सुन्दर सुगन्धित मन्द, कति राम्रा फुलहरू। वसन्त ऋतुले पुरा वन बाटिकाहरूले सबैले लुगा फेर्दैछन्। है यो ऋतु त्यस्तो ऋतु हो, अति सुन्दर ऋतु हो र सुगन्धित पुष्पित यस्तो प्रकारको यो ऋतु छ। पुष्पै आकुलिते बने, फुलै फुलहरूले भरिएको यो वन छ। गन्धर्व कन्या तत्रैव रमन्ते सह किन्नरै, गन्धर्व कन्याहरू किन्नरहरूका साथमा रमण गरिरहेका हुन्छन्। र त्यसै प्रकारले पाक शासन मुख्यास क्रीडन्ते च दिवौकशाह। पाक शासन भनेका इन्द्र महाराज, देवताका राजा इन्द्र पनि समस्त देवगणहरूका साथमा, दिवौकशाह दिविओकशाह, त्यस्ता देवताहरूका साथमा उनीहरू पनि बडा रमण गरिरहेका छन्, क्रीडा गरिरहेका छन्। अहिले देवता रमाउने समय हो। ऋतुनाम कुसुमाकरः भनिन्छ। ऋतुहरूमा सर्वोत्तम ऋतु कुसुमाकर वसन्त ऋतुलाई भनिन्छ। र चैत्र महिनालाई भगवान् श्री राम आदिहरूले स्वीकृति गरेको हुनाले श्रीमान चैत्रयम मास, चैत्र महिनालाई श्रीमान महिना भनेर भनिन्छ। अत्यन्त सुन्दर महिना हो, सुख सम्पदाले परिपूर्ण महिना हो, सबै चिजहरूले गुण ज्ञानले परिपूर्ण महिना हो। चैत्र महिनामा जन्मेको मान्छे पनि त्यस्तै हुन्छ। चैत्र महिना जसको जन्म छ त्यो मान्छे अटोमेटिक रूपमा तीव्र बुद्धिको हुन्छ, एकदम तीक्ष्ण बुद्धिको हुन्छ र भक्ति कर्ममा इत्यादिहरूमा कार्य सफल बनाउँछ, हातै उसको राम्रो हुन्छ। नापरम सुन्दरम किञ्चित नाचैत्र रथात् बनात् तस्मिन् बनेतु मुनयस् तपन्ति बहुला तपम्। नापरम सुन्दरम कि चैत्र रथ वन भनेको स्वर्गको विश्व ब्रह्माण्डमा जति पनि हाम्रा अखिल कोटि ब्रह्माण्डहरू छन् ती ब्रह्माण्डहरूमा देवताहरूको लागि र पुण्यात्माहरूको रमणका लागि स्वयं भगवानद्वारा निर्माण गरिएको चैत्र रथ नाम गरेको जो वन छ त्यो वन जति सुन्दर काहीँ छैन। तपाईँ पार्कमा घुम्न जानु पर्यो भने यहाँका पार्कमा घुमेर कहाँ गएर उद्यानमा गएर अथवा उहाँ के अरे रातिका समयमा बत्ती बालेको झिलिमिली हेरेर प्रेम मन्दिरमा वहाँ पुगेर सामान्य चिजमा तपाईँहरू रमाउनुहुन्छ नि। दुबईतिरका विभिन्न प्रकारका पार्कहरू इत्यादिहरू विदेशका त्यतिखेर रमाउनुहुन्छ नि। त्यो के चिज हो र? विश्वमा विदेश गएर राम्रो रमाएर पर्यटकीय क्षेत्रमा घुमेर आउँछौँ भन्छौँ, केही पनि होइन। त्यो चित्ररथ वनमा तपाईँ पुग्नु हो पुण्य प्रतापद्वारा भनेदेखि त्यो जतिको विश्व ब्रह्माण्डकै सबभन्दा सुन्दर वन अरे। तस्मिन् बनेतु मुनयस् तपन्ति बहुला तप। त्यहाँ केवल अनेक प्रकारका आधुनिक कुराहरू मात्रै छैनन्, यहाँका पार्कहरूमा त आधुनिक कुराहरू मात्रै हुन्छन्। तर चित्ररथ वनमा के छ त भन्दाखेरि त्यहाँ चाहिँ मुनयस् तपन्ति बहुला, धेरै धेरै मुनिहरू तपस्या गर्छन्। त्यहाँ सात्विकता छ, त्यहाँ धर्म छ, त्यहाँ आत्मशान्ति छ, त्यहाँ पुण्यको चाहिँ सञ्चार हुन्छ, त्यहाँ चाहिँ मुक्तिको मार्ग प्रशस्त हुन्छ र त्यसका आँखा खुल्छन्, ज्ञान खुल्छ। त्यसो भएको हुनाले त्यो त्यति राम्रो वन हो। तर यहाँका वनमा घुमेर आयो भने तपाईँ हाम्रो मनमा केही विकृति नै आउला। वनमा घुमे त्यहाँ कुनै एउटा नेताको, कुनै हिरो हिरोइनको, कुनै कसैको फोटाहरू केही त्यहाँ झर्ना फर्ना इत्यादिहरू रमाइलो मात्रै राख्यो र त्यहाँ फोटा खिच्यो, उ गऱ्यो, खर्च गऱ्यो, त्यहाँबाट घर आउँदाखेरि त दिमागै खराब भएको थाहै हुँदैन। अपवित्र स्थानलाई स्पर्श गर्दा, अपवित्र स्थानलाई भेट्दा, त्यहाँ बस्दा उठ्दा मात्रै पनि के हुन्छ त भन्दा अपवित्रता आइहाल्छ। एक दिन के हो भने एकजना महात्मा, एउटा साधु भिक्षा मागेर आफ्नो जीवन चलाउँथे। उनी चाहिँ एक दिन बनिया कहाँ गए, एउटा व्यापारी कहाँ। त्यो व्यापारी रहेछ महाको 2 नम्बरी, साह्रै 2 नम्बरी, जहिले पनि भ्रष्टाचार गर्ने, दुनियाँभरको माल 1 रुपियाँको 10मा बेच्ने, त्यस्तो प्रकारले ठगेको ठगे अनि चिजहरूमा मिसावट गर्ने, त्यस्तो प्रकारको पापद्वारा पैसा कमाउने त्यो बनिया रहेछ। हेर्नुहोस्, अब ती महात्मा साधु बिचारा कसैको केही नखाएर सन्त आफ्नो आत्मालाई बचाइराखेका, शुद्ध चोखो पवित्र भएर बसेका,
त्योसँग भिक्षा माग्न गएछन्। त्यो भिक्षा माग्न गयो त उसले कहिलेकाहीँ मैले दान पुण्य पनि गर्नुपर्छ, ल ठिकै छ आइहाल्यो, मेरो यति पाप गरेको छु, यो पाप चाहिँ अलि दान गरेपछि राम्रो होला भनेर त्यो बनियाले चाहिँ ती महात्मालाई चाहिँ पैसा भिक्षा दिने बेलामा चाहिँ 100 को नोट दिएछ एउटा। त्यो 100 को नोट दियो त 100 रुपियाँ हातमा समाउने बित्तिकै उसका हातबाट त्यो महात्मालाई 100 को नोट हातमा मात्रै के आएको थियो, त्यहीँनिर उसको के भन्छ नि अचेलका के अरे आइफोन 16 इत्यादि अहिलेका जो छन् चलेका हो त्यस्तै एउटा फोन राखेको रहेछ मोबाइल। अनि त्यो मोबाइल राखेको त त्यो अपराधीको पैसा भिक्षाका रूपमा हातमा आउने बित्तिकै महात्माको दिमाग खराब भयो तर अब यो मोबाइल चोरेर हिँडेछन्, मोबाइलै चोरेर हिँडे। त्यहाँबाट हिँडे अलिकति पर पुगेपछि भोक लागेको थियो, त्यो 100 रुपियाँ दिएको थियो, केही न केही खाउँ भनेर फलफुलको दोकानमा फल किन्नका लागि गएको त त्यहाँ फल किन्नका लागि जाने बित्तिकै एक हातो केला देन, 1 किलो केला देन भनेर केला किन्न खोज्दाखेरि अब त्यो बिचरा महात्माले केला किन्न खोज्दाखेरि उसको दिमागमा के आएछ कि त्यो 100 रुपियाँ आफ्नो हातबाट उलाइदियो। 80 रुपियाँ भन्यो उसले, होइन 80 रुपियाँको 1 किलो केरा भन्यो। उसले 100 को नोट उसको हातमा राख्ने बित्तिकै उसको जो दरिद्रको त्यो पापीको जो पैसा आफ्नो हातमा थियो त्यहाँसम्म दिमाग खराब भयो। अनि त्यो पैसा उसको हातमा व्यापारीको हातमा दिने बित्तिकै उसलाई दिमाग अरे राम राम मैले आज के गरेँ त यस्तो, यो त उसको बिचरा मोबाइल, उसको त काम होला धेरै, यताउति कति फोन आयो होला, कति आउँथ्यो होला, के हुन्थ्यो होला, मैले त्यसको फोन चोरेर बडा बवाल गरेँ, यो त गल्ती भयो। त्यो केराको पैसा पनि त्यहीँ केरा पनि नलिकन त्यो पैसा उसैको हातमा केला फलवालाको हातमा छोडिदिएर तुरन्त त्यो मोबाइल लगेर दोकानमा गएर बनिएला यो हजुर तपाईँको मोबाइल यो हेर त मैले भनेको थिएँ यो साधुका रूपमा चोर हिँड्छ भने उल्टा दोष उसैलाई दिँदै थियो उता बेसरी झपाएर गाली गरे। उसले भने कि मैले चोरी गर्दिनँ हजुर, कहिले पनि गर्दिनँ, म चोरी गर्ने झुटो बोल्ने, म धर्मको मार्गमा हिँडेको मान्छेले म त्यो गल्ती गर्दिनँ, तर आज तपाईँको दोकानमा मेरो यस्तो बुद्धि किन भयो भन्ने कुरा म सोचिरहेको छु भनेर। किन यस्तो भयो त भनेर सोच्दाखेरि तपाईँ भ्रष्टाचार त गर्नुहुन्न, तपाईँ अन्यायद्वारा धन कमाउँदै हुनु, तपाईँ चोरी दुनियाँलाई लुटेर पैसा कमाउँदै हुनु, तपाईँको पापका कारणले तपाईँ पापीको पैसा मेरो हातमा आउने बित्तिकै मेरो दिमाग खराब भएको। भाइ बाँच्नुहुन्छ भने जिन्दगी एकपल्टको हो, बार बार जिन्दगी पाइँदैन, मान्छेको जीवन हो, अन्याय गरेर मात्रै केही पनि हुनेवाला छैन। आफ्नो पतन किन गर्दै हुन्छ तपाईँ, झुटो बोलेर चोरी गरेर दुनियाँलाई ठगेर अर्कालाई खाएर त्यस्तो पैसा तपाईँले दिएर झन्डै मलाई त सत्यन आजदेखि म यस्ता मान्छेहरूको पैसा कहिल्यै लिन्न भनेर त्यहाँ उसलाई पनि सम्झाएर त्यसरी भनेपछि अपराधीको सङ्गतद्वारा अपराधीको चिज एकछिन हामी उसका सङ्गतमा गयौँ भने पनि सङ्गतमा जाने बित्तिकै त्यो हामीलाई त्यसको कनेक्सन हुने बित्तिकै हाम्रो बुद्धि नष्ट भइहाल्छ भने हामी कति असावधानी भएर जहाँ मन लाग्यो त्यहाँ हिँडिदिन्छौँ। त्यहाँ जाने हो कि होइन, त्यहाँ के हुन्छ, त्यहाँ गएर फल के हुने हो, त्यो राम्रो हो कि होइन, त्यहाँ गएर मलाई फाइदा छ कि छैन त्यो कुरा केही ख्याल गर्दैन। हुई 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 देख्यो भने हुई हुई बस उतैतिर सबै हुई, त्यो चाहिँ राम्रो होइन कहिले पनि, त्यो आत्मनाशको लागि हुन्छ। त्यस कारणले भन्नु उहाँले कि पहिले यस्तो वनमा नापरम सुन्दर भने सहदैवस्तु मघबार रमते मधु माधव महिना भनेको चैत्रको महिनालाई मधुमास भनिन्छ र वैशाखको महिनालाई चाहिँ माधव महिना भगवानको रूप हो। वैशाखमा माधवको नामबाट वैशाख महिना हुन्छ, मधु माधव महिना भनिन्छ। चैतलाई मधुमास, त्यही हो चैतको मान्छे मिठो हुन्छ। भगवान राम चैतमा अवतरित हुनुभयो नि, कति मर्यादा पुरुषोत्तम हुनुभयो, कति मर्यादामा रहनुभयो, कति मधुरता अगाडि अग्रभाषी, कति सुन्दर हुनुभयो। त्यही भएर भगवान रामले अवतार लिएको महिना हुनाले ऋषिले श्रीमान चैत्र मास, यो चैत्र महिना श्रीमान महिना हो, यहाँ भगवानले अब स्वीकार गरेको महिना हो भनेर त्यसरी रामायणमा गाए। त्यस कारणले भन्नुभयो कि सहदैवस्तु मघव रमते मधुमाधवे, मधु महिना र माधव महिनामा यस प्रकारले भगवान चाहिँ त्यो चैत्र वनमा चाहिँ यस प्रकारले रमण पनि गर्नुहुन्छ। यो सुन्दरताले गर्दा, यो सात्विकताले गर्दा उहाँ केवल त्यो बाहिरी बनावटी मात्रै छैन कि त्यहाँ चाहिँ आध्यात्मिकता छ, त्यहाँ ज्ञान छ, त्यहाँ चाहिँ आत्माको उन्नतिको मार्गको स्वतः मनमा चाहिँ सञ्चार हुन्छ कि ऐटोमेटिक रूपमा। एको मुनि भिरस्तत्र मेधावी नाम नामत, त्यही वनमा एकजना ती मुनिहरूको, ऋषिहरूको, तपस्वीहरूको, ज्ञानीहरूको झुन्डमा एकजना मेधावी नाम गरेका ऋषि हुनुहुन्छ। मेधावी नाम गरेका ऋषि हुनुहुन्छ। अप्सरास्तम मुनिवरम मोहनायो पचक्रमे, उनी कस्ता छन् भने उनले जीवनमा नै आफ्नो पिताजी भन्दा बाहेक अरू कसैलाई देखाएको छैन, माताजीलाई समेत देखाएको छैन। उनले बच्चा बिग्रिन्छ, यो अर्काको सङ्गतमा गयो, अर्काको कुसुममा गयो, अर्काका कुरा सुन्यो, अर्काको खायो पियो, अर्कासँग सङ्गत हिँड्दै पनि दुष्टका साथमा तपाईँ साथ पाएर हिँड्नु, तपाईँको दिमाग खराब भइहाल्छ, तपाईँलाई पाप गर्नु मन लागिहाल्छ। यति बाँचेर हिँड्नुपर्छ। हेर्नुहोस् जीवन त्यति सुलभ छैन। निर्जन्म माध्यम सुलभम सुदुर्लभम प्लवम सुकल्पम गुरुकर्णधारम मयानुकूलेन नभस्वते एकदम पुमान भवाधिन्न तरेत सा आत्मा। यो कुरा बुझ्दैन भनेदेखि त्यो व्यक्ति आत्महत्यारा नै हुन्छ जहिले पनि। गुरु कर्णधारम मार्ग निर्देशकका रूपमा गुरुलाई अगाडि राखेर नाविकका रूपमा यो जीवन रूपी नौकालाई, त्यो नाउमा आत्मा रूपी यो यात्रीलाई राखेर
गुरुको ख्याएको माध्यमद्वारा कुन स्टेसनमा उतार्नुपर्ने हो उनको मार्गनिर्देशनमा जीवन सञ्चालन गरेन भनेदेखि आत्मा त्यसको आत्मा पतन भइहाल्छ, आत्मा नष्ट भइहाल्छ। त्यसकारणले आत्मा जोगाउनका निमित्त भए पनि यो नियमलाई जीवनलाई बुझ भनेको, गम्भीरताले बुझ भनेको, अत्यन्तै गम्भीरताले। ठट्टा खेल नगर, जीवनसँग खेल ठट्टा नगर। फेरि पाइनेवाला छैन मौका, अवसर भनेको फेरि आउँदैन। त्यसकारणले अप्सरा उनी मेधावी मुनिले आफ्नो पुत्रलाई बचाउनका निमित्त कुसुङ्गको प्रभाव पर्छ भनेर माताजीसँग पनि भेट हुन्छ। माता मरिहालेकी थिइन्, उनकी परमपद भइसकेकी थिइन्। पिताले मात्रै एकान्त वनमा कसै मान्छेसँगै भेट गर्न नदिएर त्यसरी एकान्तमा उसलाई पढाइ लेखाइकन ज्ञानी सबै शास्त्रको मर्मज्ञ तपस्वी तेजस्वी बनाएको थियो मुनिवरम। तर इन्द्रलाई भयो आपत्ति। कोही यहाँ धर्म गर्छ, राम्रो बाटोमा हिँड्छ भने देवताका राजाहरूलाई पनि आपत पर्छ, किनकि यो महान भयो भने भगवानले पुरस्कारका रूपमा काहीँ स्वर्ग उसैलाई दिइदिनु भयो भने म कहाँ जाउँला भन्ने डर तिनीहरूलाई पनि हुन्छ। इन्द्रले अप्सराहरू पठाएर तिनको बुद्धि भुट्न खोजे। नारीहरूलाई पठाएर, अप्सरागणहरूलाई पठाएर ती त्यसरी बसेका महात्मालाई चाहिँ उनलाई बिगार्नका निमित्त पठाए। हेर्नुहोस् है, तिनलाई बिगार, तिनको बुद्धि बिगार भनेर पठाए। तर त्यस्ता तेजस्वीका सामनेमा त्यसै डाइरेक्ट जान त कसैको तागत पनि हुनु पर्यो। श्राप दिइदियो भने महापुरुषहरूको त श्राप लागिहाल्छ नि त। अब उहाँ त झन् कहिले त्यो अरू मान्छे नदेखेको त्यस्तो महात्मा उनको लागि गल्ती गर्यो भने त्यहाँ यसो हो उसो भनेर उनले रिसायो भने त सबै खतम हुन्छ। डरले कोही जान नसक्ने। तर पनि एउटी अप्सरा चाहिँ यस्तो छाने उनले, जसको नाम थियो मन्जु घोषा। मन्जु घोषा नाम गरेकी, विख्यात नाम गरेकी त्यो एउटा अप्सरालाई चाहिँ उसको नेतृत्वमा अरू पनि 5, 7, 10, 20 जना अप्सराहरूलाई नाच्ने, गाउने, चाँडैबाट त्यसलाई लोभ्याउने, त्यसको तपस्याबाट त्यसलाई भङ्ग गर्ने, ज्ञानबाट भङ्ग गर्ने, माने बुद्धि भ्रष्ट गर्ने भने उनको बुद्धि भ्रष्ट गर्नका निमित्त त्यो मन्जु घोषा नाम गरेकी अप्सराको नेतृत्वमा इन्द्रले रिसले ती महात्मालाई बिगार्नका निमित्त चाहिँ त्यस प्रकारले अप्सराहरू पठाए। क्रोश मात्र स्थिता तस्य भयात आश्रम सन्निधौ। डर माने आश्रमको नजिकमा गएर उनसँग प्रत्यक्ष सामने गएर बोल्ने चाल्ने व्यवहार गर्ने त डर लाग्यो। कहाँ बस्यो त भन्दाखेरि 1 कोष टाढा, 1 कोष भनेको 3 किलोमिटर उनको आश्रम जहाँ छ त्यहाँबाट 3 किलोमिटर। यहाँनिर आश्रम छ भने लगभग सुडा जतिमा चाहिँ उनले आश्रम आफ्नो एउटा कुटिया बनाएर त्यहाँ बस्न थाले। अप्सरा मौका लाग्दाखेरि छिटो नजिकै आउँला जाउँला, कहिलेकाहीँ यसो फकाउँला, उनका बुवा कहाँ छन् उनका लुकेर छिपेर तिनलाई चाहिँ बिगारौँला भनेर त्यति टाढा चाहिँ 1 कोष भनेको त्यति 1 क्रोश भनिन्छ क्या, त्यहाँसम्म त्यति सुडा जतिमा चाहिँ आश्रम बनाएर बसे। अब गायन्ती मधुरम साधु पीडयन्ती विपस्सिकाम। कस्तो गर्न लाग्यो त मिठो मिठो गाउन लागे। कहिलेकाहीँ त्यहीँ घुम्दै फिर्दै आएका जस्तो गरेर आश्रमका भित्र पस्न नसक्ने, भेट्न नसक्ने, परपरै उहाँबाट मिठो सङ्गीत गाउने, परबाट राम्रो राम्रो नृत्य झन्कारी इत्यादिहरू त्यसो गरेर त्यो गर्न लागे। कामोपि विजयाकाङ्क्षी शिवभक्त मुनीश्वरम। शिवभक्त जो कामलाई पनि विजय गर्न चाहने, कामदेवलाई पनि त्यसरी उनलाई पनि विजय गर्ने खालका। तस्या शरीर संसर्ग शिव वैर मनुस्मरण। कामदेवले पनि उनको शिवको वैरलाई स्मरण गरेर उनका मनमा यस प्रकारले कामदेवको उत्तेजना गर्न थाल्थे। कृत्वा भ्रुवोर धनुषकोटि गुणम कृत्वा कटाक्षकम। यो आँखी भाउ पनि माने सुन्दरताको एउटा परिचय गरेको हुन्छ शास्त्रले, साहित्यमा। धनुषको आकारको आँखी भाउ पातलो चट्ट देखिहाले जस्तो के यस्तो प्रकारको छ भने कसैको आँखा यत्रो लामा कपाल भएको या पुरै कपाल यहाँसम्म पुग्ने, कसैको मोटो भद्दा त्यस्तो प्रकारको हुन्छ, त्यसलाई राम्रो मान्दैन। शास्त्रले गर्छ नि मानव चिटिक्क त्यो अप्सरा कहिलेकाहीँ त्यो मूर्तिमा बनाएको हुन्छ नि, त्यो आँखो कस्तो बनाएको माथिको भुँडीकुटी चाहिँ कता चट्ट देखिहाले जस्तो के एउटा हो, त्यस्तो प्रकारका थिए तिनीहरू। तस्या शरीर संसर्ग वैरम शिव वैर मनुस्मरण भने यस्ता प्रकारले। मार्गणो नयने कृत्वा पक्षयुक्त यथाक्रम। यसो विचार गरिरहेका थिए कतिखेर उनका बुवा चाहिँ बाहिर जान्छ, उनका बुवाले कसरी आयो गएको देख्यो भने मारिहाल्छ भनेर डरे। कुतो कृत्वा पटकुटिहि विजया यो प्रशंसित। जसरी पनि यिनलाई जित्नु छ, नजितेर गयो भने हाम्रो राजा इन्द्रले हामीलाई फेरि पुरस्कार दिने होइन भनेर इन्द्रले अराएको भयो, खटाएको भयो, अर्काले गराएकोमा पाप गर्दैछन् यिनीहरू। मन्जु घोषा भव तत्र कामस्यैव गरुथिनी। कामकी पनि मालिकनी भइन्, कामलाई पनि मन्थन गर्नेवाली भएर त्यस्तो प्रकारका सबै आफ्नोसँग भएका जम्मै कला कौशलहरू जम्मै देखाउन थालिन्। उनलाई फसाउनका लागि के गर्नुपर्छ। मेधाविनम मुनिम दृष्ट्वा सोऽपि कामेन पीडिताः। मेधावी मुनिले पनि कहिलेकाहीँ अक्कल झुक्कल बुवा दाउरा लिन, कन्दमूल फल खोज्न छोरालाई आश्रममै राखेर जान्थे नि त बाहिरतिर। उनी बाहिर गएको मौका पाएर ती अवसरहरू त्यहाँ नजिकमै आउने, भित्र नआउने, बाहिर त्यहाँ गाउने, नाच्ने, अनेक प्रकारको रूप रङ्ग देख्ने, कहिलेकाहीँ लुकेर हेर्ने, उनलाई हेरुन्, हामीलाई देखुन्, यस्तो प्रकारको जस्तो प्राय गरेर नारी चाञ्चल्य स्वभाव हुन्छ। त्यो नारी चाञ्चल्यताको कारणले गर्दाखेरि कहिलेकाहीँ उनीहरूको बानी हुन्छ त्यस्तो कि आफ्ना लुगाहरूलाई खुब ओर्की हेर्ने, फर्की हेर्ने,
म कसैले मन पराउने खालकी भयो कि भएन, मलाई कोही हेर्दैछ कि हेर्दैन कि, त्यस्ता प्रकारको के उनीहरूको मनमा त्यो कौतूहलता त्यो चाञ्चल्य त आइरहन्छ। कसैले मलाई हेरिदियोस्, मेरो श्रृङ्गारलाई आहा भनिदियोस्, त्यो एउटा उत्कण्ठा हुन्छ। नारीहरूको चाञ्चल्य स्वभाव हुन्छ, त्यो स्वाभाविक रूपमा उनीहरूको गुण हो। त्यही स्वभाव अनुसारले उनीहरू पनि उसले हामीलाई हेरोस्, त्यो ऋषिको छोराले हामीलाई हेरोस्, अनि त्यसले हामीलाई यसो मन पराओस्, के गरोस् भनेर उसको मन आकर्षण गर्नका निमित्त त्यो क्रिया त्यो नारी स्वभाव अनुसारले पनि उनीहरू गरिरहेका थिए। अनि त्यसपछि के भयो त भन्दाखेरि यो नो विजय देहोसौ मेधावी ती मेधावी ती विराजते हे जहाँ मेधावी ऋषि रहनुहुन्थ्यो त्यसैका नजिक शीतोपवीता सम्बिता कस्तो हुनुहुन्छ ऋषि, सेतो यज्ञोपवीत धारण गर्नुभएको छ, पुरा माथिको शरीरमा केही पनि लुगा हुँदैन, महात्माहरूको सिलाएको लुगाहरू लगाउँदैनन् प्राय गरेर। अनि त्यसो गरेपछि सेतो यज्ञोपवीत कति राम्रो सुहाएको छ होइन, दण्डी हातमा दण्ड स्मर इव मानव साक्षात काललाई पनि खाइदिनुहुन्छ जस्तो त्यस्तो तेज धपधपी बल्ने त्यस्तो प्रकारको तेज छ, ज्ञान उति नै छ, तपस्या उस्तै छ। बसती चास बहु चेवनस्य आश्रमे शुभे, चेवन ऋषिका छोरा हुन् यी मेधावी, चेवन ऋषिका पुत्र हुन्। चेवन ऋषि अहिले आश्रममा यस प्रकारले बस्नुहुन्छ। मञ्जु घोषा स्थिता तत्र दृष्ट्वा तं मुनिपुङ्गवं, मञ्जु घोषा बिस्तारै बिस्तारै आज अलिकति नजिक, भोलि अलिकति नजिक, पर्सि अलिकति नजिक गर्दै 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 चाहिँ उनलाई चाहिँ उनका नजिकमै पुगिहालिन्। अब उनको आश्रममै पुगिन्। एक दिन मदनस्य वशम प्राप्त मन्दम मन्दम गायतः, कामदेव उनको मनलाई चाहिँ कामको वशमा गर्नका निमित्त मन्द मन्द मिठो स्वर, अप्सराको गान त भयो, कति मिठो स्वर गान, देवताहरूलाई मक्ख पार्ने खालको स्वर उनीहरूको, देवता त भयो, देवाङ्गनाहरूले त्यस्तो स्वरले गाउन लागिन्। रणद बलय संयुक्ता शिव पूजा सिन्ज पुरुष मेखला, अनेक प्रकारका वस्त्र आभूषणहरू जस्तै गायन्ती भाव संयुक्ता विलोक्य मुनि पुङ्गवः, ऋषिहरूमा श्रेष्ठ मेधावीले चाहिँ यस्तो भावयुक्त रूपमा गाउने त्यस्तो प्रकारको देखेर उनले के सोचे त भन्दाखेरि मदनेन सशैलेन नीतो वशम मोह वशम बला, बलपूर्वक मदन कामदेवको वशमा उनलाई यसरी तान्यो। उनलाई त कस्तो लाग्यो भने यो कुनै गीत हो, यो सङ्गीत हो अथवा यो के गाउँदैछन् त्यस्तो भएन। उनलाई कस्तो लाग्यो भने जस्तो मैले ऋग्वेद यजुर्वेद सामवेद अथर्ववेद 4 वेदहरू मैले पढेको छु, सायद वेद त अनन्तावै वेदा भन्छ शास्त्रले भनेपछि त कुनै वेद यो पनि होला, सायद त्यो मेरो पिताजीले अझै मलाई दिनुभएको छैन, अब त्यसको पालो आउँदै थियो होला, त्यो वेद पढेका कुनै महात्मा हुन्, यी कोही नारी हुन् भन्ने उनलाई थाहा छैन, यी नारी हुन्, यी पुरुष हुन्छन्, नारी हुन्छन्, यिनीसँग के हुन्छ कसो हुन्छ त्यो कुरै थाहा छैन उनलाई, केही पनि थाहा छैन। सधैँ आफ्नो आश्रममा बसेका आफ्नो रूपमा बसेकालाई के थाहा हुन्छ संसारको छ। त्यहीलाई त भनेको या निशा सर्वभूतानां तस्याम जागृति सिंहनी, यस्याम जागृति भूतानि सा निशा पश्यतो भने जुन कुरामा हामी जागेका हुन्छौँ, जुन कुराका लागि हामी बाठा हुन्छौँ, त्यो कुराको लागि महात्माहरू सब लाटा हुन्छन्। के भयो कसो भयो कता भयो केही थाहै हुँदैन, अन्धकार उनका लागि त्यो संसारका रमाइलो इत्यादिहरू त्यो दुनियाँदारी सब चिज छ, त्यसको बारेमा उनी लाटा हुन्छन्, उनलाई थाहा हुँदैन। जुन कुरामा महात्मा लाटा हुन्छन् त्यसमा संसार बाठो हुन्छ, जुन कुरामा महात्मा बाठा हुन्छन् त्यो कुरामा संसार केही पनि जान्दैन, उनका लागि राहत हुन्छ, त्यो ज्ञान भन्ने कुरा उनको बाटो हुँदैन। त्यस्तो लागिरहेको थियो उनलाई होइन, त्यस्तो थियो। सोतिरे मेधावी मुनिपुङ्गवम भन्यो त्यस्तो का देवलोकाम आगमनयोपचक्रमे, देवलोकबाट आए गायन्ती गाउँदै आउँदै मञ्जु मेधावीले भने अद्यैवत्वम समायाता, मञ्जु घोषाका साथ धेरै दिन बसे वनोद्देशमा होइन, त्यस प्रकारले बसे उनी पनि नाच्ने गाउने चोरी चोरी गर्न बसे। अब यति टाइममा चाहिँ उनी वनबाट चाहिँ दाउरा समिधा इत्यादिहरू ल्याएर फलफुल ल्याएर उनका बुवा आइपुग्छन् भन्ने थाहा पायो भने पहिले नै उनीहरू त्यो टाइममा छक्कै त्यहाँबाट आफ्नो काम सकेर नि हिँडिहाले, 1 घन्टा 2 घन्टा कति उनीहरूसँग बसे, खाए खेले अनि हाँसे रमाए नाचे गाए अनि फेरि हिँडिहाले। त्यसो गर्ने फेरि आउने हाँस्ने खेल्ने नाच्ने गाउने फेरि हिँडिहाले, त्यस्तो गर्न लागे। अब त्यसपछि गच्छन्ति प्रत्युत्थायाधः रमन्ते मुनिपुङ्गवम, मुनिकेटले रमण गरिरहेको देखेर आदेश दिए त मह्यम अस्य धाम गमनाएछ, मलाई अब धेरै बेर भइसक्यो आज खेलेको नाचेको गाएको, अब हामीलाई पनि जानु छ आफ्नो ठाउँमा, अब छुट्टी दिनुहोस् भन्दाखेरि मेधावीलाई त यति मन आकृष्ट भइहाल्यो कि अब त उनलाई उनका मनमा चाहिँ उनीहरूको प्रति यति प्रेम भइहाल्यो कि उनी के गर्न लाग्यो भने अद्यैवत्वम समायाता प्रदोषौ दौ बरानने, प्रदोष काल भनेको बिहान सूर्य उदय हुनुभन्दा एकछिन पछिको समयमा त तिनी आइगयो भर्खरै अहिले, जबकि कति बेर भइसकेको त्यहाँ, तर पनि उनी यतिकै आयो। यावत प्रभात संसाध्य, जतिखेर बिहान भयो त्यतिखेर आइगयो स्याहार, तावत तिष्ठ ममान्तिके, कम्तीमा बिहान आयो कि बिहानदेखि अहिले यति बेरसम्म त बसेको थियो कम्तीमा प्रभात समयसम्म। अब यस्तो सुनेपछि यति श्रुत्वा मनोरवाक्य भयभीता बभोषा, कति समय बितिसक्यो होइन, तर यिनलाई त थाहै छैन भनेर भयो क्या, बिदाइ नदिने भयो भने त्यो प्रेम भयो उनलाई। त्यो प्रेम भनेको कुनै कामनाले होइन, के हुन्छ कसो हुन्छ भनेर जाँदैन, उनी महात्मा बडा राम्रा छन् भनेर
यी पनि महात्मा हुन् भनेर सम्झिन्थे क्या। यी पनि कुनै ठाउँका महात्मा हुन्, वेदज्ञ हुन्, ऋषि हुन्, तपस्वी हुन् यिनीहरू पनि। तर कति राम्रो छन्, यिनको स्वर कति राम्रो छ, नृत्य कति राम्रो छ, यिनको बोली कति मधुरता छ इत्यादि, कति सुन्दर, यिनबाट त केही सिक्नुपर्छ भन्ने भाव मात्रै थियो। त्यहाँ कुनै काम भाव इत्यादिहरू उनलाई थाहै थिएन। त्यो त संसारै देखेकै थिएन उनले, कहिले पनि स्त्री जाति नै देखेकै थिएनन् कहिले। त्यस्तो प्रकारको भावना थियो। यसो गर्दा गर्दै मुने शाप मतलब भयात भीता बहुलायाम परिवत्सरा। मुनि अब के भनौँ भने ऋषिले श्राप दिलान, यस्तो सच्चाइ बताइदिउँ भनेदेखि ऋषिलाई सच्चाइ बताउने हो भने श्राप दिलान, तैँले हामीलाई यसरी फसाउनु खोजिस्, त यस्तो रहेछ उस्तो रहेछ, यसो भइज त्यसो भइज भनिदियो भने त बर्बाद भयो जिन्दगी। आफूले बाँच्नु पनि छ, इन्द्रको आफ्नो मालिकको काम पनि गर्नु छ, यता उनलाई सबै कुरामा फसेका छन्। वर्षाणाम पञ्चपञ्चाशत नवमासान् दिनत्रयम्। महाराज तपाईँ भन्नुहुन्छ बिहानको सन्ध्या गर्ने बेलामा आएकी थिइस्, 2 घन्टा पनि मसँग बसेकी छैनस्, अहिले कहाँ जान्छस् भनेर तपाईँ मलाई छुट्टी दिन मान्दै हुनुहुन्न। अब सन्ध्या गर्छु, मेरो सन्ध्याको समय हुँदैछ भन्दै हुनुहुन्छ तपाईँले। अहिलेसम्म हामीसँग भेट भएपछि तपाईँका कति सन्ध्या छुटे त? लुटेर त्यहाँबाट बुवाबाट बुकाएर लगेर गइसक्यो हुँदैन। अनि त्यसपछि उनले भन्दैछु कि तपाईँको अहिले बिहानको सन्ध्या मात्रै छुटेको होइन, 1 सन्ध्या मात्रै छुटेको होइन, तपाईँहरू हाम्रो सँगै बसेर रमाउँदै गरेका कति वर्ष बिते त्यो थाहा छ तपाईँलाई भनिन हो, नभनी भएन। के भने त भन्दा वर्षाणाम 55 वर्ष 9 महिना 3 दिन भइसक्यो। तपाईँसँग हाम्रो भेटघाट भएर तपाईँसँग रमण गरेर हामीसँग रमेर बसेको तपाईँको 55 वर्ष 9 महिना 3 दिन, यति समय बितिसक्यो। 55 वर्ष 9 महिना 3 दिनको 3 सन्ध्याको हिसाबले तपाईँका कति सन्ध्या छुटे? अब अहिले भन्नुहुन्छ तपाईँ सन्ध्या छुट्यो भनेर, तपाईँको कति सन्ध्या छुटिसक्यो तपाईँलाई अहिले हो र? 55 वर्ष लाग्यो उनलाई वशमा गर्नका लागि, उनलाई मोहित बनाउनका लागि, आफ्नो बनाउनका लागि। यति वर्षसम्म तपाईँ बसिसक्नु, एउटा सन्ध्या मात्रै छुट्यो भने आज तपाईँलाई होस आउँदैछ सन्ध्या छुटिसक्यो त? कति सन्ध्या छुट्यो? आजभोलि मान्छेका पुरै जिन्दगीभरि सन्ध्या छुटिसकेका हुन्छ, सन्ध्या गर्दैनन् कसैले। अब सारे मे मुनिना तेन निसार्धमिव चाभवत्। त्यत्र 55 वर्ष 9 महिना 3 दिनको समय अप्सराहरूका साथमा मेधावी ऋषिले बिताए। उनलाई कति लाग्यो त भन्दा आधा रात मात्रै उनसँग बसिएको छु भने जस्तो लाग्यो, जम्मा आधा रात मात्रै। यस्तो संसार भनेको त त्यही भएर यो गृहस्थाश्रम भनेको त्यस्तै के हो, मान्छेको पुरै जीवन कतिखेर सकियो त्यहाँ डुब्दा डुब्दै थाहै पाउँदैन। सबैको त्यही भइरहेको छ नि। कसैले बुझ्नुभयो कति वर्ष अहिले बुढा भएकालाई सोध्नु, तपाईँलाई बुढो भएको थाहा छ भन्दाखेरि खै कतिखेर बुढो भयो थाहै छैन। के गर्यो त त्यति बेरसम्म के नि के उयो पुनः चर्बी त चर बनाएन। हिजो जे गर्यो त्यही आज पनि, भोलि पनि त्यही, पर्सि पनि त्यही दिनदिनै। गाईले त्यसरी दिनभरि घाँस चरेर आयो, अनि एकचोटि त चरेर आएर निलिसक्यो, फेरि दोबारा त्यहाँ फेरि घरमा गोठमा बाँधेपछि फेरि त्यही निलेको घाँस उकेल्दै चबाउँदै निल्दै उगार्ने भन्छौँ नि, फेरि त्यही उल्टी गर्दै चबाउँदै निल्दै पुनः चर्बी त चर बनाएन। फेरि उही चबाएको, हिजो पनि त्यही चबाएको, आज पनि त्यही चबाएको, भोलि पनि त्यही चबाएको, अगाउने कहिल्यै नै भयो भन्ने कहिल्यै नै। त्यसो गर्दा गर्दै सधैँ उही काम गरेर पनि जिन्दगी बितिसकेको थाहा नै नपाउने, यस्तै भयो यिनलाई। साधतम प्रतिथा वाचा तस्मिन् काले गते। ओहो यति समय बितेर मेरो ओहो यति समय बर्बाद भयो भनेर अब उनलाई होस आयो, बल्ल यति समय मैले आफ्नो बर्बादी गरेँ त। समय भनेको त एक क्षण पनि हामीहरूका लागि अमूल्य छ। खट्टङ्ग नाम गरेका राजा थिए, उनको जम्मा 48 मिनटको समय बताएको थियो। त्यही 48 मिनटको समयभरिमा उनले आफूलाई सबै चिजबाट मन हटाएर भगवानमा मन लगाएर राज्य आफ्नो पुत्र पौत्रादिहरूलाई दिएर तुरुन्तै मुक्तिको विमानमा चढेर मुक्ति भए। परीक्षित राजा 7 दिनभित्रमा मुक्ति भए। हाम्रो सैकडौँ वर्ष बितिसक्यो, अहिलेसम्म के मुक्ति के हो सुक्ति के हो थाहा छैन, कहाँ भुलेका छौँ केही थाहा छैन, पाइँदै केही पनि छैन। के पायौँ त? यत्रा दिनसम्म जहाँ भुल्यौँ हामी त्यहाँ भुलेका ठाउँबाट पाएको के हो? खै पाएको केही दिनुहोस् त? केही पनि छैन। धेरै पाएको भने गाली गर्ने छोरो पायौँ होला, होइन? झगडा गर्ने बुहारी पायौँ होला, धेरै पायौँ भनेदेखि घरबाट निकालिदिने खालको पायौँ होला, शरीर सक्यौँ होला, नष्ट गऱ्यौँ होला, आफैले कहाँ जाउँ कहाँ खाउँ के खाउँ, अब त मलाई हेरिदिने पनि कोही छैन भने रुनु पायौँ होला, होइन? त्योभन्दा बाहेक केही पायौँ त त्यहाँ घरमा? यतिका वर्षसम्म बिताएर केही त पायौँ, अझ पनि भुलेकै छौँ, अझ पनि त्यही प्यारो छ, अझ पनि कहाँ जाने र जानु? आखिर अन्तिममा मर्दा काम लाग्थ्यो तिनै, पर्दा काम लाग्थ्यो तिनै। अब मर्दा न पर्दा बस, त्यसपछि बस पर्दा सदा सब उडाइदिन्छ हावा। मेधावी वाचा। मेधावीले यस्ता कुरा सुनेपछि के भन्नुभयो त अप्सराहरूलाई भन्दाखेरि प्रातकालो धुनै वास्ते श्वेतां वचनं मम कुर्वे सन्ध्याम हम यावत् तावत् त्वं वैस्थिरो भव। हे झुटो बोल्छस् भन्छ न, पत्याउँदैन। त्यत्रा 55 वर्ष 9 महिना 3 दिनसम्मको समयसम्म रमण गर्दा आधा रात बिते जस्तो भयो। झुटो बोल्छस्। बिहानै आए कि मैले दोस्रो बिहानको सन्ध्या गरेको छैन, सन्ध्या गर्छु र अनि एकछिन कुराकानी गरौँ अनि जालिस भनेको त हेर त भन्छ न। ल हेर्नुहोस् त, उनलाई त त्यस्तो भयो, मोह भनेको त्यस्तो हुन्छ। यदि वाक्य मुनेश्वरता भएन त समाकुला। अब उसलाई त डर लाग्यो, यत्रो वर्ष बित्दा पनि यिनलाई त रमाएर आनन्द भएर यिनलाई त थाहै भएन कति समय बित्यो भन्ने नै थाहा भएन।
अब यिनले सच्चाइ बुझ्यो भनेदेखि त मलाई जलाउँछन्, यिनले भस्म गर्छन्, अब श्राप दिन्छन्, मैले गल्ती गरेको छु। स्मितम कृत्वा तुषा किञ्चित प्रतिभाच सुस्मिता, मन्द मुस्कानले हाँस्दै फसाउँदै त्यस प्रकारले बोली त्यो अप्सरा के भने, केत प्रमाणो विप्रेन्द्र तब सन्ध्यागता नभा, महाराज तपाईँ बुझ्नुहोस्, बुझ्ने कोसिस गर्नुहोस्, तपाईँका कति समयका सन्ध्या बितिसकेका छन्। मै प्रसादम कृत्वा तो गत कालो निवर्यता, मैले जो समय तपाईँको दुरुपयोग गरेँ त्यो समय मलाई क्षमा गरेर मलाई अब छोडिदिनुहोस्, मलाई अब बिदा दिनुहोस्, घर जान्छु, म आफ्नो मालिक कहाँ जान्छु, बिदा दिनुहोस्। यी त स्यावच श्रुत्वा विस्मय फुल्ल लोचना, उसको त्यो वचन सुनेर करुण क्रन्दन सुनेर ऋषि त आश्चर्यचकित भए। सध्यात्वा हृदय प्रेन्दा प्रमाणम करो, तदा यो सही बोल्दैछ कि गलत बोल्दैछ, उनी त ज्ञानी थिए, तपस्वी थिए, त्रिकालज्ञ थिए, ध्यान लगाए सही भन्छ कि के हुन्छ भनेर यसो ध्यान गरेको त साँच्चै रहेछ, कुरा त बर्बाद भएर रहेछ, यत्रो 55 वर्ष बित्या रहेछ नि योसँग त। मैले त कति सन्ध्या छुटे, कति पूजा, कस्तो महात्मामा, तर यहाँ त यहाँ पुगेको मलाई थाहै भएन। यस्तो भएछ यो त, संसार यस्तो छ, कतिखेर कहाँ पुग्छ कुसुङ्गले। समास्त शब्द 50 गता मम तयासह, ओहो उनले त सोचे शब्द 50 57 वर्ष बितिसकेका रहेछ, 57 वर्ष बितिसकेपछि नेत्राभ्याम विस्फुलिङ्गाभ्याम, माने कस्तो त्यो समय कसरी बित्यो त भन्दा जसरी आँखाले त्यो बिजुली चम्किँदाखेरि त्यो पुरै कहाँदेखि कहाँसम्म चम्क्यो, आँखाले त्यो पुरै हेर्न पनि भ्याउँदैन, हराइहाल्छ। त्यसरी समय जान्छ अरे, बिजुली चम्के जस्तो क्या, पुरै आकाशमा बिजुली चम्के जस्तो जिन्दगी त्यसै गरी जान्छ। एक बिजुली चम्किँदा पुरै उहाँ पल्ला छेउबाट तर्र गरेर उहाँ पल्ला छेउसम्म पुग्छ, त्यो उहाँबाट यहाँसम्म आँखाले हेर्नै भ्याउँदैन, बिजुली हराइहाल्छ। त्यसै गरी यो जीवन पनि हामीले पुरै 100 वर्ष भन्ने हुन्छ, तर त्यो 100 वर्ष कहाँनिर हराउँछ त्यो पुरै हेर्नै पाउँदैन, सम्झिनै पाउँदैन, सम्झिन नपाउँदै सकिन्छ। त्यति छोटो जीवनमा पनि हामीले यो जीवन प्राप्त गरेको भगवानको कृपालाई चाहिँ सार्थक बनायौँ भने अवश्य पनि कहिल्यै पनि दुःख नहुने, नेत्र शोको नजरा नमृत्यु नार्ति, त्यो चाहिँ आत्मालाई त्यहाँ पुर्याउन सकिन्छ। त्यो कर्ममा चिन्तन गर्नु। त्यस कारणले भनेको कि निर्जन्म माध्यम सुलभम सुदुर्लभम, मानव जीवनमा मात्र सुलभ हो है यो चाहिँ, अरू जीवनमा हुँदैन भनेर यो जीवनलाई चाहिँ खेर नफाल। कम्तीमा अरू जीवन त खेरै जाने थिए, गए, यो अमूल्य जीवन चाहिँ खेर गयो भने यो जति घाटा केही पनि छैन। सबैभन्दा ठुलो घाटाको सौदा यही नै हो, यसलाई बुझ। सध्यात्वा हृदय विप्रेन्द्र, हृदयमा भगवानको ध्यान गरेर बुझे उनले कुरा। अब महात्माले काल रूपम चताम दृष्टा तापसम क्षयकारिण, अब तपस्वीलाई अब रिस उठ्यो, अब भयङ्कर रिस उठ्यो, अब काल रूपी पनि हाल्यो भने एकदम पुरो यतिको समय बर्बाद भयो, मैले थाहा नपाउने गरी के गरी मोहित गरेर मेरो त सर्वनाश गरेछ यसले त। दुःखार्जितम मम तपो नितम तद अनया क्षयम, मनमा के सोचेर त तपस्या गर्न कम्ती दुःख छ र, यत्रो दुःख गरेर कमाएको सम्पत्ति मेरो तपस्या त हो, अरू के थियो र मसँग, त्यही तपस्या पनि यसले जम्मै खाइदिए, यसले त मेरो सारा तपस्या समाप्त गरिदिए भनेर उनलाई अब पछुतो भयो तपस्याको। आफ्नो सम्पत्ति सर्वस्व नाश हुँदा त कसैलाई पनि दुःख लाग्छ, घर आगो लाग्यो भने कसैलाई पनि दुःख हुन्छ, सम्पत्ति हरायो भने जसलाई पनि दुःख लाग्छ, आफ्नो सन्तान शाखाहरू मऱ्यो भनेदेखि जसलाई पनि दुःख लाग्छ। त्यस्तै गरी उनको त शाखा सन्तान धन सम्पत्ति जे हो सबै त्यही कमाए भनेकै त्यही तपस्या हो। यत्रा वर्षदेखि तपस्या गर्न कम्ती दुःख छ। तपाईँहरूलाई बिहान प्रत्येक दिन ब्रह्म मुहुर्तमा उठ, 2 दिन त झ्वाङ चलेर उठ्नु होला, तेस्रो दिनदेखि छोडिहाल्नुहुन्छ। पुसको महिनामा यहाँ कहिलेकाहीँ धनुर्मासको कथा हुन्छ र त्यति बेला मन्दिरमा जानु पर्यो, खोइ स्वामीजी आएन भन्ला, थोरै अनुहार छन् चिनिहाल्नुहुन्छ, त्यो त कहिले पनि आउँदैनन् भन्लान् भन्ने डरले बिहान बिहान हतार पतार गर्ने भएको हुनाले त्यहाँ कहिलेकाहीँ भने त्यही पनि कहिलेकाहीँ त अल्छी गरेर छोडिहाल्नुहुन्छ। कहिलेकाहीँ त अब 2-4 दिन यसो भयो त्यसो भयो भन्ला पत्याइहाल्छन् भनेर भयो भने अल्छी गरेर छोड्दिनुहुन्छ होइन। त्यही 1 महिना त गाह्रो हुन्छ। दोस्रो महिना माघ के लागेको थियो 8 बजे उठ्नुहुन्छ होइन, 7 बजे उठ्नुहुन्छ, कोही 10 बजे उठ्नुहुन्छ, कोही राति 11, अब त मस्ती भयो, अब त खुल्ला भयो भने जस्तो हुन्छ। निरन्तरताको साथमा सधैँ आजीवन ब्रह्म मुहुर्तमा उठ्नु भनेको ठुलो तपस्या हो। सधैँ ब्रह्म मुहुर्तमा ठ्याक्कै 3 बजे सधैँ उठिहाल्ने, नुहाइधुवाइ गरिहाल्ने, तपस्या गरिहाल्ने, जप गरिहाल्ने, मन्त्रादिहरू ध्यान गरिहाल्ने, पाठहरू इत्यादिहरू गरिहाल्ने, भगवानको सेवा गरिहाल्ने। सधैँ गर्नु पऱ्यो भने यो कहाँको त्यो मन्दिरतिर गएर त्यो धर्मतिर गएर बोझ भयो मलाई त भनेर हैरान भएर कुन दिन यो भगवान पनि एक जिम्मा लगाइदियो भने कोही कोही त्यस्तो पनि बानी हुन्छ। कहिलेकाहीँ जुठै पर्ने बहानाले भयो भने भगवान यहाँ पुर्याइदियो भने जुठो त 15 दिनको हुन्छ, तर 6 महिनासम्म पनि भगवान यहीँ सुतिरहेका हुन्छन्, घरमा के गरी खान्छन् थाहा हुँदैन। त्यो किन त भन्दाखेरि त्यो आवश्य लागिहाल्छ क्या। त्यो राम्रो कर्म गर्न निरन्तरपूर्वक त्यो कर्म गर्नका लागि त्यसलाई निरन्तरता अटुट रूपमा गर्न सबैलाई गाह्रो हुँदैन, कोही पनि गर्न त्यसमा अझै अडिग भएर रहन्छ। तपस्या भनेकै त्यही हो। जबकि आत्मकल्याणका निमित्त गर्नुपर्ने वेदले आदेश गरेका सत्कर्महरू गरिरहनु पर्यो भनेदेखि धेरै दुःख भइहाल्छ। तपाईँलाई अरू केही नगर्नुहोस् भन्यो, दिनदिनै बिहान 7 बजे आएर हुन्छ सधैँ आउनुहोस् दर्शन गर्नुहोस् भने तपाईँ 1 महिना तल जसो केही गरी आउनु होला। दोस्रो महिनादेखि तपाईँ बहाना गर्नुहुन्छ, तेस्रो महिनादेखि तर्किनुहुन्छ, चौथो महिनादेखि छोडिदिनुहुन्छ। आउँदै आउनुहुन्न तपाईँहरू कुनै किनकि सक्नुहुन्न।
आजीवन भगवानको निरन्तर एक कर्म लगातार लागिरहनु कम्ती आपत छैन भनेको हुन्। तपस्या भनेको त्यसै हुँदैन नि त। तपस्या धेरै सहनशीलता हुनुपर्छ, त्यसमा धेरै धैर्यता हुनुपर्दछ, धेरै इच्छा मार्नु पर्दछ, आकांक्षाहरू मार्नु पर्छ, सबै चिज मारेर बल्ल त्यो सम्पत्ति प्राप्त हुने। त्यही हेर्नु त सक्दिए एउटा ल्याएर खतम गरिदिए। अनि दुःख भयो अरे, दुःखार्जितम मम तपो, दुःखले आर्जन गरेको कमाएको मेरो तपस्या अनयात निहितम क्षयम, यसले त पुरै खतम गरिदिए भनेर अब होस आएछ। ध्यान गरेर बल्ल थाहा भएछ खतम भयो त। अब के गरे त भन्दाखेरि सकम कोष्ठो मुनिस तत्र प्रत्युवाच कुलेन्द्रिय, अत्यन्त आकुल व्याकुल हुँदै छटपटिँदै आफ्नो सर्वस्व नाश भएको देखेर आत्तिएर छटपटिएर उनले चाहिँ अब एकदम रिसाएर क्रोधाग्नि जस्तो भनेर के भने शताम ससाप मेधावी त्वम पिशाची भवेदिति, त्यसलाई श्राप दिनु कि त पिशाची भइजा। पिशाचको काम के हो? पिशाचको काम के हो त भन्दाखेरि अर्कालाई शोषण गर्ने। तपाईँहरू घरमा पिशाच पाल्नु भएको छैन? इष्ट देवता कुल देवता बनाएर पिशाच पाल्नु भएको होला। त्यो पिशाचको काम के हो त भन्दा खालि दोहन गर्ने मात्र हो, त्यसले केही पनि दिँदैन। तपाईँहरूलाई भ्रम हुन्छ कि यो पिशाच मेरो देवता हो, यसले दिन्छ भने। ऊ दिनेवाला छैन, ऊ लिनेवाला मात्रै हो। उसले त कहिले के खान मन लागेको छ, तपाईँको टाउको समाउँछ, तपाईँको छोराको पेट समाउँछ, तपाईँको श्रीमतीको चाहिँ के समाउँछ, त्यसो प्रकारले रोगी बनाउँछ, दुखी बनाउँछ, गाई समाउँछ, भैँसी समाउँछ, घरमा लथालिङ्ग भटाभङ्ग बनाएपछि आत्तिनुहुन्छ, तपाईँ सोध्ने पुछ्ने उही छ। अनि यो चाहियो त्यो चाहियो त्यो चाहियो भन्छ, कहिले बोको माग्छ, कहिले सत्यनारायणको कथा माग्छ, कहिले केही माग्छ, कहिले मागेको मागे मात्रै गर्नु, त्यसलाई पिशाच भन्छ। जो केवल शोषण मात्रै गर्न जान्दछ, जो दिन जान्दैन, त्यस्तालाई हामी इष्ट देवता भनेर पिशाच पुज्छौँ। हेर्नु शास्त्रले भन्छ पिशाच जस्तो खराब केही पनि होइन, त्यस्तो पिशाची भन्नु। त्यो राक्षसीलाई दण्ड दिने क्रममा के भन्नु भन्दा त पिशाची भइजा भन्छ। त्योभन्दा ठुलो दण्डै केही हुँदैन क्या। त्योभन्दा दुःखदायी अर्को योनि कोही पनि हुँदैन। त्यो प्रेत योनि पिशाच योनि जस्तो दुःखदायी अर्को कुनै योनि हुँदैन। त्यस कारणले त पिशाची भइजा भनेर श्राप दिनुभयो। धिक्तम पापे दुराचारे कुलटे पातक प्रिय तस्य शापेन साधकधा विनया बनता स्थिताः। धिक्तम, तँलाई धिक्कार छ भने, तँलाई धिक्कार छ। आफ्नो सबै जीवन त जन्म जन्मान्तरका सबै डुबाइस यहाँ अलिकति उकालो लाग्न खोजेकाहरूलाई पनि डुबाइस होइन तैँले आज। धिक्तम पापे दुराचारे, त महा दुराचारिणी रहेछस् भने, दुराचारिणी रहेछस् अरे। कुलटे, कुलटा भन्छ नि, कति कुलटा रहेछस् त। पातक प्रिय, त पापै प्यारो रहेछ क्या तँलाई त, अरू केही प्यारो नै रहन्छ, तँलाई पाप प्यारो रहेछ। तस्य शापेन साधक धा, यसरी रिसले क्रोधित भएर दिएको श्रापद्वारा बिचारी त्यो अप्सरा ऊ पनि अर्काले गराएकोमा गरे कि ऊ पनि आफ्नो खुसीले गरेकी त होइन। बिचारी इन्द्रले जातिलाई फसा भनेर फसाउन लगाएको, ऊ त अर्का अराएकोमा आयो कि अब फसिक्यो बिचारी र त्यो जलेर एकदम दग्ध भए। एकदम अब केही भन्नु छैन, गल्ती भएकै छ, गल्ती गरेकै छ। अब त्यसरी हात जोडेर शिर झुकाएर बस्यो र त्यही पनि एउटा प्रार्थना गरे। उवाच वचनम शुभ्रु प्रसादम वाञ्छति मुनिम, त्यही पनि एउटा कुरा केही प्रार्थना गर्नु, किनकि यत्र वर्षसम्म सङ्गत भएको छ। दया आउला मेरा प्रति, सायद त्यो श्रापलाई फिर्ता लिनु होला, मेरो कल्याण गरिदिनु होला महात्माले भनेर फेरि हात जोडेर प्रार्थना गर्न लागि। के भने प्रसादम कुरु विप्रेन्द्र शापस्यानुग्रहम कुरु, हे गुरुदेव, हे महात्माजी, हजुर खुसी भइदिनुहोस्, यो श्रापलाई अनुग्रहमा बदलिदिनुहोस् न, मलाई कृपा गरिदिनुहोस्। मेरो व्यक्तिगत रूपमा मैले आफ्नै इच्छाले गरेको गल्ती होइन, यो अर्काले अराएको गरेको त्यो त हजुरलाई पनि थाहा छ। अर्काको पर्व यहाँ उसले भनेको नमाने इन्द्रले उहाँबाट निकालिदिन्थ्यो, कहाँ जान्थे? उसले गराएको काम गर्ने हामीले यसरी गऱ्यौँ। शापात एवं पीडित आसी, आज हजुरको श्रापद्वारा म धेरै पीडित भएको छु। मैले त्यो श्रापको अपेक्षा गरेकी थिइनँ। कथम उद्धरणम मम, मेरो उद्धार कसरी हुने हो? अब श्राप दिइहाल्नु, मेरो उद्धार हुने उपाय केही छ? कसरी हुने हो? मैले सुनेकी छु उसले चलाएको थिएँ अघि स्वर्गमा, देवताकी देवराज इन्द्रकी सेविका त हो, ज्ञानी थिए, सबै कुरा बुझेकी थिए, सुनेकी थिए। उसले के भने त भन्दा हेर्नुहोस् कति राम्रो कुरा भनेको छ। शताम सङ्गो हि फलति बातो हि सप्तमे पदे। सन्त महापुरुषहरूको सङ्गतको फल चाहिँ कहिल्यै पनि विपरीत हुँदैन। क्रोधो कि देवस्य वरेण्यतनु, यदि महात्माहरू क्रोधितै भयो भने पनि त्यो क्रोध पनि, महात्माको क्रोध पनि संसारिक व्यक्तिहरूका लागि वरदान बन्छ, यस्तो मैले सुनेकी छु। त्यसो भएको हुनाले सज्जनहरूका साथमा, महापुरुष तपाईँ जस्ता साधुहरूका साथमा यदि कुराकानी गर्दै गर्दै बोल्दै चाल्दै 7 पाइला मात्रै सँगै हिँड्ने पनि कुनै भाग्यमानीले सौभाग्य पाएका छन् भने त्यसको जीवन धन्य भइहाल्छ अरे। त्वया सह मम ब्रह्मन् गता सुभहवासमा, जब 7 पाइला त कहाँ कहाँ तपाईँका साथमा त मेरो 57 वर्षदेखि 7 पाइलासम्म मात्रै पनि साधुको सङ्गत कसैले गरेको छ भने त्यो संसारको गारस्थ्य जीवनमा रहेको त्यस्तो प्रकारको व्यक्तिको उद्धार हुन्छ, कल्याण हुन्छ। भनेपछि मैले 57 वर्ष हजुरसँग बिताएँ ब्रह्मन्, यसो गरेर शुभौषमा एतस्मात् कारणात् स्वामिन् प्रसादं कुरु सुकृता। यस कारण साधु सङ्गति कलङ्कित नहोस्, सज्जनहरूको सङ्गतिबाट सत्सङ्गति कथय किं न करोति पुंसाम्। त्यस कारण नीतिकारले के भन्यो? वाचाम धियो हरति माने सिञ्चति वाचि सत्यम
मानोन्नतिं दिशति पापमपाकरोति चेत प्रसादैति दीक्षित अनुभूति कृत्यम सत्सङ्गति कथय किम न करोति पुंसाम सन्तहरूको सज्जनहरूको सङ्गत र उनीसँगको मित्रता अथवा शत्रुदै पनि त्यसले कहिले पनि कसैलाई बिगार्दैन। त्यो के कस्तो हो त भन्दाखेरि कुनै प्रकारको साइड इफेक्ट रहित हो, त्यसमा कुनै साइड इफेक्ट हुँदैन भनेको। त्यसो भएको हुनाले एतस्मात् कारणात् प्रसादम कुरु, खुसी भइदिनुहोस् न हजुर, हजुर त दयालु हुनुहुन्छ भने मनाउन थालिन। अब के गर्नु त, श्राप भइसक्यो त्यसमा मनाउन थाल्नु। मुनिले भन्नुभयो शृणु मद्वचनम भद्रे शापानुग्रह कारण, साप र अनुग्रहको कारण म तिमीलाई सुनाउँछु। किम करोमि त्वया पापे क्षयम नितम महत्तरम, तिमीले जब मेरो त्यत्रो जन्मदेखि कमाएको सम्पत्ति मेरो तपस्या नष्ट गर्यो भने अब तिम्रो पनि पापलाई अब त्यो दया गर्दैछौ, के अरे रुँदैछौ होइन, त्यस्तो प्रकारको। अब तिमीलाई मैले तुरुन्तै आफ्नो दिएको वचन त श्राप त फिर्ता लिन, तर तिमीलाई एउटा म उपाय बताउँछु अरे। महात्माहरूसँग उपाय हुन्छ। उनले के भने त चैत्रस्य कृष्ण पक्ष या भगवत एकादशी शुभा पाप मोचनिका नाम सर्व पाप क्षयङ्कर, जसले जस्तो प्रकारको पनि अति पाप, महापाप अथवा पञ्च उग्र पाप इत्यादिहरू जे जस्ता पाप पनि जानेर नजानेर अथवा लहलयमा लागेर अर्काको अरायमा कसैमा गएर पनि कसैका हातबाट पनि कुनै किसिमका पनि पापहरू भएका छन् भने त्यो चाहिँ चैत्र महिनाको कृष्ण पक्षको जो अत्यन्त सुन्दर पाप मोचनिका नाम गरेकी एकादशी दिन तिनको मन लगाएर श्रद्धा निष्ठापूर्वक विधिवत रूपमा त्यो व्रत गर्यो भने त्यो पाप मोचनिका, तिनको नामै पाप मोचनिका, सबै प्रकारका पापबाट मुक्ति दिने त्यस्तो एकादशी हुन्। त्यो व्रत गरेर तिमी त्यसबाट आफू यो मैले दिएको श्रापबाट पनि तिमी मुक्त हुन्छौ भनेर त्यो व्रत सिकाउनु। तस्य व्रते कृते शुभ्रा पिशाची त्वं प्रयासिति, यदि त्यो व्रत गर्यो भनेदेखि तिमीले गरेका पापद्वारा र मेरो श्रापद्वारा तिमी जो पिशाचिनी बन्न गएकी थियौ त्यो पिशाचत्व तिम्रो दूर हुनेछ भनेको। तिमी त्यो पिशाचत्वबाट तिमी मुक्त हुनेछौ, त्यसो गर भन्नु। त्यो एकादशीको व्रत गर। इत्युक्त्वा मेधावी जगामा पितृआश्रम, यति भनेर मेधावी ऋषि कहाँ गए त, त्यो अप्सरालाई छोडेर त्यसको आश्रम गएको थिएँ। आफ्नो आश्रम छोडेर उहाँ गएको थिएँ। उहाँ बस्दा बस्दै 57 वर्ष बित्यो। यता चेवन ऋषिले खोज्दा खोज्दा उनीहरूले कहाँ लुकाए कता लुकाए कसरी मौज गरे के गरे आउनै दिएनन्। आज अब त्यो पत्ता लागेपछि अप्सराहरू चाहिँ त्यताबाट एकातिर गए अनि उनी चाहिँ आफ्नो पिताको आश्रममा आए। तमागतम समालोक्य चेवनम प्रतिवाचः, छोरो त्यसरी 57 वर्ष जुम्म जुम्म त्यस्तो प्रकार सब खतम रित्तो भएर आएको, त्यस्तो प्रकारको मानव कसैको छोरो दुनियाँभरिको घरको भयभरिको सम्पत्ति सबै लगेर सकेर घरमा आयो भने त्यो पितामातालाई कस्तो लाग्छ? त्यस्तै भएर रित्तो भएर आएको आफ्नो छोरोलाई देखे चेवन ऋषिले। देख्दैखेरि थाहा पाइहाल्यो भने त अब उनले छोरोलाई कस्तो बनाउला भन्ने थियो उनको त होइन इच्छा। तर उनले त के गरे त्यसरी सब समाप्त गरेर किमेतद् विहितम पुत्र त्वया पुण्य क्षय कृत, ए छोरा तैँले के गरिस्? त्यो त यतिका दिनसम्म कति राम्रो जोगाइकन राखेको बनाएको त्यो पुण्य त सब नष्ट भएछ त, त्यो त पुरै महापापी जस्तो भएर आएको छ त, के भयो तेरो पुण्य कहाँ गयो, के गरिस् तैँले भनेर सोधे बुवाले। बेलुका चेवन ऋषिले चाहिँ सोधे घरमा। मेधावीले आफ्नो पितालाई झुटो बोलेर हेर्नुहोस्, कहिले गल्ती सबैका हातबाट हुन्छ। सीताजीले भन्नुभयो नि अयोध्यामा के आउनुभन्दा पहिला जब लङ्का विजय भइसकेपछि हनुमानजीले चाहिँ यी सब राक्षसहरूलाई मारिदिन्छु, कति दुःख दिँदै थिए हजुरलाई आमा, मलाई खुब रिस उठेको थियो। उतिखेर भगवानको आज्ञा भएन, हजुरसँग केही भन्न सकेन, यिनीहरू सबलाई मारिदिन्छु भन्दाखेरि सीताजी रिसाएर के भन्नु, ए पापा नाम वा शुभा नाम वा बदरहाणम प्रभङ्गम कार्य कारण मार्याणाम न कश्चिन्न पराध्यति। सीताजीले के भन्नु, अरे बाँदर तँलाई बाँदर बुद्धि रहेछ तेरो भन्नुहोस्, हनुमान जस्तो प्यारो भयो तँलाई पनि आखिर बाँदरै त होस्, तेरो बुद्धिले कहाँ काम गर्थ्यो त भने रिसाए। यिनलाई मार्छु भन्दाखेरि राक्षसहरूलाई मारिदिन्छु भन्दा रिसाए। किन मार्ने त तैँले भन्दाखेरि यिनको के गल्ती थियो र तँलाई के थाहा छ? यो संसारमा यदि अपराधीलाई मार्नै पर्छ भन्छस् भनेदेखि त पनि एउटा महाअपराधी होस्, यिनीभन्दा बढी ठुलो अपराधी त होस्, पहिला तँलाई मार्नुपर्छ। होइन भनेदेखि यो संसारमा जन्मेको व्यक्ति मानव शरीर प्राप्त गरेको मन बुद्धि इत्यादिहरू दूषित प्रकृतिमा रहेका व्यक्तिहरूले नकसित नअपराधी यहाँ अपराध नगर्ने को छ देखाइदिए त मलाई, कोही एउटा देखाइदिए त अपराध गरेर तैँले त्यति ठुलो अपराध गरेर के अपराध गरेर आमा भन्दा तँलाई भगवान् रामले लङ्का पठाएको के का लागि? खालि सीता कहाँ छन् सीता पत्ता लगाएर आऊ मात्र भने होइन। तैँले लङ्कामा आएर के गरिस्? भगवान्को आज्ञा बिना नै पुरै लङ्कामा आगो लगाइदिस्, अक्षय वाटिका पुरै नष्ट गरिदिस्, अक्षय कुमारको रावणको छोरो मारिदिस्, उसका मन्त्री मारिदिस्, हुने नहुने तहस नहस गरेर धुलो पिठो पारेर गएको होइन। यो सबै रामले गर्नु भनेको थियो तँलाई। मालिकका बिना आफ्नो मनमोजी तैँले जति सबै गरिस् तैँले कम अपराध गरिस् त। यिनले त आफ्नो इच्छाले मलाई दुःख दिएका होइन, रावणले यसलाई चौकीदारी गर्नु भनेर पठाएका राक्षसी बिचरा नगरे रावणले मार्छ, मैले केही बोल्यो नि यताबाट त मार्छु भन्छ, अनि यी कहाँ जाने? त्यसो हुनाले भन्नुको तात्पर्य के होला त, यो संसारमा जानेर भए पनि नजानेर भए पनि सङ्गतका कारणले भए पनि खानपानका कारणले भने बुद्धि नपुगेर भए पनि पाप केही न केही भइ नै हाल्छ। कसैका हातबाट सबका हातबाट हुन्छ त्यो पाप।
तर पाप भइहाल्यो भन्दैमा सकिएको अब भन्ने पनि हुँदैन, त्यसको प्रायश्चित्त हुन्छ नि त, समाधान हुन्छ नि त। रोग लाग्यो मरिहाल्छ भन्ने हुन्छ, रोगको औषधि हुन्छ त, त्यसको रोगको निदान हुन्छ, रोगबाट मान्छे निको हुन्छ, निरोगी हुन्छ। त्यसो भएको हुनाले के भन्नु हुँदैन, पाप मोचनका एकादशीले त्यसो गर्छ भनेको तस्याकृते व्रतम भन्नु। अनि बुवालाई जब बुवाले त्यसरी सोधे शङ्का गरेर जानेहरूले थाहा पाएर त बुवालाई झुटो बोल्नु हुँदैन है। अब कम्तीमा अब आफू रोगी छ भने अस्पताल गयो, अस्पतालमा के भएको छ त नआयो भने अब पेटमा रोग छ, पेट दुखेको छ, सधैँ ज्वरो आउँछ हजुर भन्यो भने ऊ पेट दुखेर चेकै गर्दैन, उसले ज्वरोको दबाई दिएर अनि पेट दुखेपछि ज्वरोको दबाई खाएर त निको हुँदैन। डाक्टरलाई ठग्नु हुँदैन क्या, औषधि उपचार गर्नलाई ठग्नु हुँदैन। त्यसरी त्यसै गरी संसारको एउटा भय के भन्छन् हामीले यसलाई चाहिँ भवरोग भन्छन्। यो संसार नै एउटा रोग हो, यो जन्म मृत्युको रोग लागि हामी रोगी हौँ। यस्ता रोगीहरूको रोगबाट उन्मुक्ति गर्ने उचित सल्लाह दिने डाक्टर भनेका आचार्य गुरुजनहरू हुन्छन्, ज्ञानीहरू हुन्छन्। उनीहरू कहाँ गएर तपाईँले रोग लुकाउनु भयो, आफ्नो पाप लुकाउनु भयो, आफ्नो गल्ती लुकाउनु भयो, उनका सामनेमा चिचिक्क राम्रो बन्नु हुँदैन। यिनै रहेछन् सबभन्दा ठुला ज्ञानी भक्त भने जस्तो बोल्नुभयो भने, लुकाएर छिपेर भने फेरि तपाईँ हाम्रो कल्याण हुँदैन। जे गल्ती भएको छ, जस्तो भएको छ, जुन कमजोरी छ, त्यो कमजोरीबाट आफूलाई परिशुद्ध गर्नका निमित्त त्यसलाई देखाउनुपर्छ। अहिलेको जमानामा उल्टो छ। पहिलेका जमानामा पाप लुकाउँदैनथे, पाप देखाउँथे, पुण्य लुकाउँथे। तर अहिले के गर्छन् मान्छे, गरेको पुण्य चाहिँ देखाउँछन् तर पाप चाहिँ लुकाउँछन्। पहिले कसैको हातबाट गोहत्या इत्यादि जस्ता भयङ्कर पाप भयो भने पनि त्यही गाईको पुच्छर काटेर त्यसलाई पैदल सम्पूर्ण संसारको तीर्थ घुम्न लगाऊ। गाईको पुच्छर हातमा लिएर हिँडेको त्यो व्यक्तिलाई देख्यो, जति पनि भक्त अथवा अभक्त कसैले पनि देख्थे, बिचरा जानेर हो कि नजानेर हो, त्यसको हातबाट गाई मरेछ, गोहत्या भएछ, हे भगवान् अब यसको पाप दूर गरिदिनुहोस्, तीर्थयात्रा यसको सफल होस् भन्नुहुन्थे। हजारौँ लाखौँ करोडौँ व्यक्तिहरूले त्यसको पाप त्यसले देखाउँदै हिँड्थ्यो, मैले गाई मारेछ, म गोहत्या हो भन्दै हिँड्थ्यो। अनि त्यसका प्रति सहानुभूति प्रकट गर्दै गर्दै लाखौँ करोडौँ आत्माहरूले त्यसका निमित्त मङ्गलाशासन गरेपछि उसको पाप त्यसै नष्ट भइहाल्थ्यो, गोहत्याको पापबाट मुक्त हुन्थ्यो। अब लुकाएको पाप छ भने त त्यो मुक्त कसरी हुने, पछि एक्लै भोग्नुपर्छ। अहिले एक्लै लुकाइराख्छ अनि त्यस पछाडि त्यो आफै भोग्नुपर्छ। त्यसो भने पाप लुकाउने चिज होइन, पापबाट मुक्त हुनुपर्छ, सफाइ गर्ने हो नि त। फोहोर लुकाउने हो त, फोहोर लुकाउनु हुँदैन कहिले पनि, सफा चिजहरूलाई लुकाउनुपर्छ। त्यसो हुनाले यो भनेको उनले आफ्नो पितालाई ढाँटेनन्। उनले के भने त पिताजीलाई भन्दाखेरि पापम कृतम महत् तत् भन्नुभयो। मैले धेरै पाप तयासह मम ब्रह्मन भनेको थियो नि, धेरै पाप चेवन ऋषि पाप मोचनेका तस्य भन्दा चेवन ऋषिलाई पनि अब म के गरौँ त पिताजी, मैले त यस्तो यस्तो भयो, यसरी मेरो त घटनाहरू यस्ता भए, त्यसरी म त रित्तो भएँ, अब मेरो के उपाय छ त भन्दा उनलाई पनि त्यही व्रत, उनले जो अप्सरालाई जुन व्रत बताएको थियो चेवन ऋषिले उनका लागि पनि त्यही व्रत। यो देख्दाखेरि व्रत सानो हुन्छ, यो चाहिँ कसैले सानो गरिब कमजोरहरूले नजान्ने लाटा सुधारले मात्रै गर्ने व्रत होइन। महानभन्दा महान व्यक्तिले पनि र सानोभन्दा सानो व्यक्तिले पनि र ज्ञानीभन्दा ज्ञानी अथवा अज्ञानीभन्दा अज्ञानी, पापीभन्दा पापी र धर्मात्माभन्दा धर्मात्मा सबै व्यक्तिको कल्याणको लागि त्रुटिहरू समाधान गरेर पाप मुक्त गर्ने सबैको लागि यही एकादशी हो। चेवन ऋषिले पनि चैत्र मासे शीते पक्षे नाम नामे पाप मोचने बाबु। अब जो पाप भइहाल्यो त रिस्तो भएको छ, त्योलाई गुमाएको त्यो सम्पत्ति ल्याएर पुनर्ऊर्जामा आउनुका निमित्त तैँले के गर्नुपर्छ भन्दा यही चैत्र महिनाको कृष्ण पक्षको एकादशीको व्रत गर्नुपर्छ। तस्य व्रते कृते पुत्र पाप राशि क्षय भवेत्, तैँले गरेको पाप राशि क्षय हुनेछ। त्यसपछि इति श्रुत्वा पितुर्वाक्यं कृतं तेन व्रतोत्तमं। पिताको वाक्य अनुसार मेधावी ऋषिले पनि चेवन ऋषिको वचन अनुसार त्यही व्रत गर्नुभयो। मेधावी ऋषिको वचन अनुसार अप्सराले पनि त्यही व्रत गरिन्। त्यही व्रत अनुसारले मन लगाएर विधिवत रूपमा त्यो व्रत गरेपछि के भयो, गतं पापम क्षयं तस्य पुण्ययुक्तो बभूवः। पहिलेकै जस्तो तेज, पहिलेकै जस्तो पुण्यको स्थानमा आए, दुईटै आफ्नो स्थानमा आए। साप्येति मञ्जुघोषा च कृत्वा तद्व्रतमुत्तमम्। त्यो व्रत उत्तम व्रत गरे पिशाचित्तो विनिर्मुक्तः। त्यही व्रत गरेर पिशाचित्तबाट दूर भइहाल्यो पनि। त्यसैले पापमोचनिका व्रतात् सबैभन्दा पिशाचत्व विनिर्मुक्ता पापमोचनिका व्रतम। पिशाच भएकालाई पनि मुक्ति दिन्छ। दिव्य रूप धरा सापी, अप्सरा पनि दिव्य रूप धारण गरेर स्वर्ग गई तुरन्तै। लोमस ऋषिले भन्यो इत्थं भूत प्रभावम भई पाप मोचनिका व्रतम। राजन, यस्तो महिमाले युक्त भएको यो पाप मोचनिका व्रत हो। मन लगाएर श्रद्धापूर्वक विधिवत रूपमा भगवानमा निष्ठा र श्रद्धा राख्दै जसले पनि पाप मोचनिका व्रतलाई गर्दछन् तिनीहरूले जानेर नजानेर अज्ञात रूपमा अथवा कसैको सङ्गतका कारण लहलयमा भएका जति पनि छाना ठुला पापहरू छन् ती सारा पापबाट भगवानले त्यसलाई मुक्ति दिएर त्यसको सद्बुद्धि सद्विचार दिएर अगाडि त्यसको जीवनलाई सफल बनाइदिनुहुन्छ। यो व्रतको महिमा हो। तेषां पापम च किञ्चित् छ तत् सर्वं क्षयमावृते। त्यसका साना ठुला जति पाप होइन पाप नष्ट भएको।
अब हुने त रहेछन् बिहानै यो पाप गरेको छु त्यो पाप गरेको छु मेरो जीवनमा जानेर नजानेर भएका पाप नष्ट हुनु भनेर बिहानै जाने अब सङ्कल्प गर्नु थियो दिनभरि सकिएको अब के गरेर गरेको नि भोगै त रहे तर व्रत केका लागि भन्ने भनिएन अब के पो मिल्ने हो फल भनेर डर नमान्नुहोस् पठनाथ श्रवणाथ राजन गो सहस्त्र फल प्रदा पढ्नाले सुन्नाले पनि 1000 गाई दान गरे बराबरको फल प्राप्त हुन्छ ब्रह्महा कसैले ब्राह्मणको हत्या गरेको छ वेदको निन्दा गरेको छ धर्मको निन्दा गरेको छ त्यसलाई ब्रह्महा भनिन्छ त्यो पापी पनि यो एकादशीको व्रत गर्छ भने त्यो पापबाट मुक्त हुन्छ भ्रूणहा कसैले गर्भपतन गराएका छन् जीवनमा भने त्यो गर्भपतन गराउनु पनि महापापभित्र पर्छ पाप मात्रै होइन त्यो महापापभित्र पर्छ अहिले त अब गर्भपतन भने त सामान्य भइहाल्यो यस्ता प्रकारका मान्छेहरू दिनदिनै बस्छ त्यो गर्छन् यदि कसैले त्यस्तो महापाप गरेका छन् भने त्यो पापबाट पनि इमानदारीपूर्वक श्रद्धा भक्तिपूर्वक पाप मोचनीका एकादशी व्रत गरेका छन् भने भ्रूण हत्या गरेको पापबाट पनि मुक्त हुन्छन् सुराप मदिरा पिउने पाप गरेका छन् भने त्यसबाट पनि मुक्त हुन्छन् गुरु तल्पका गुरुको निन्दा गरेका छन् गुरुलाई अथवा गुरुका प्रति कुनै प्रकारको नराम्रो सोचेका छन् विचार गरेका छन् भने त्यस्ता पापीहरू पनि यो व्रतले तर्दछन् व्रतस्य चास्य कारणात् पाप मुक्ता भवन्ति यस्ता यस्ता ठुला ठुला महापापहरू गरेका व्यक्तिहरू पनि यदि श्रद्धा निष्ठापूर्वक पाप मोचनीका व्रत गर्छन् भने तिनीहरू मुक्त हुन्छन् बहुपुण्यप्रदम एतत् करणात् व्रतमोत्तमम् त्यति मात्रै होइन पापबाट मुक्त हुन्छ त कहाँ जान्छन् के पाउँछन् त भन्दाखेरि रित्तै रहँदैनन् धेरै धेरै पुण्य अर्थात् परमात्मा पुण्य पनि भगवानको नाम है पुण्य कमाउँछ नि पुण्य पनि विष्णु सहस्रनाममा भगवानको नाम पुण्य हो पुण्य पनि भगवानको नाम हो धर्म पनि भगवान 1000 नाम छ नि ती नाम हेर्नुहोस् अनि त्यही अनुसारले चाहिँ त्यस प्रकारले पुण्य प्राप्त गर्छन् भने भगवानको दया प्राप्त गर्छन् भगवानको कृपा प्राप्त गर्छन् भगवानका प्यारा बन्छन् किनकि अज्ञानमा जसरी भयो नि पाप भयो तर पापलाई सफा त गर्यो रोग त लाग्यो तर औषधि गरेर निको भयो नि त निको भइसकेपछि त्यस्तै हो पाप गरेर जेल भोगेर आइसकेपछि त्यसलाई फेरि केही भन्नु पर्दैन कसैले भन्नु पाउँदैन त्यस्तै किसिमले उसले दण्ड भोगिसकेपछि अथवा त्यसलाई प्रायश्चित गरिसकेपछि त्यसबाट मुक्त हुन्छन् त्यसकारणले पाप मोचनीका एकादशी ज्ञात अज्ञात रूपमा गरेका समस्त कुकर्महरूबाट छुटकारा गरेर भगवानका लागि भगवानको दयालाई पुनर्जागृति गराउने यस्तो सुन्दर एकादशी हुन् भनेर मेधावी ऋषिले चाहिँ यस प्रकारले के मेधावी र चेवन ऋषिका दुईटैको कुरालाई ल्याएर मनधाता राजाले चाहिँ यसरी लोमस नाम गरेका ऋषिका मुखबाट यो दिव्य कथा श्रवण गर्नु श्री एकादशी महारानीको वैदिक सनातन धर्मको गोविन्द जय जय गोपाल जय जय गोविन्द जय जय गोपाल जय जय गोविन्द जय जय गोपाल जय जय राधा रमण हरि गोविन्द जय जय राधा रमण हरि गोविन्द जय जय राधा रमण हरि गोविन्द जय जय गोविन्द जय जय गोपाल 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 जय जय राधा रमण हरि गोविन्द जय जय राधा राम